कस्तूरी तिलकं ललाटपटले वक्षस्थले कौस्तुभं नासाग्रे वरमौस्तिकं करतले वेणुकरे कङ्कणं सर्वाङ्गे हरिचन्दनं सुललितं कण्ठे च मुक्तावली गोपस्ति परिवेष्टितो विजयते गोपालचूडामणि अस्ति स्वस्तरुणी कराग्र विगलत् कल्पप्रसूनाप्लुतं वस्तु प्रस्तुत वेणुना दलहरि निर्वाण निर्व्याकुलं स्रस्तस्तनिवर्धने विविलसत् गोपी सहर्षाविदं हस्तनयस्तनतापवर्गमखिलो दारं किशोराकृति निगमकल्पतरोर्गलितं फलं सुखमुखादमितदभिसंयुतं पिबत भागवतं रसमालयं मुहुरहो रसिका भुवि भावुका कृष्णचंद्र भगवान को एका महापुराण को भक्तवर भगवान को आयोजकर्ता को सहयोगकर्ता को आजको आनंद को यज्ञ स्थापित संपूर्ण देवी देवता को पशुपतिनाथ भगवान को लक्ष्मीनारायण भगवान को जय जय श्री राधे श्याम। समस्त पितृहरूको उद्धार होस् भन्नु है। समस्त पितृहरूको अब भागवत एकछिन अब अहिलेको मैले 2 अध्याय पाठ गरेँ। त्यो चाहिँ जुन 335 अध्यायमा त्यो सबै सुनेको सार यो प्राप्त हुन्छ है। अब यो भागवत भनेको त हामीले सुनेको छौँ नि। त्यहाँ भागवत लाएको रे उता भागवत एका भन्ने हुन्छ। भागवत भनेको के हो त? अनि भागवत मात्र भनेर त भएन। भाति सर्वदेशेषु गीयते नारदा देवी वर्तते सर्वशास्त्रेषु तत् भागवतम विदु भने हुन्छ है। भागवत भाति सर्वदेशेषु सबै देशमा सबै क्षेत्रमा सबै ठाउँमा चाहिँ चर्चा परिचर्चा कसको छ? जहाँ पनि श्रीमद् भागवत लागेको छ उता नि श्रीमद् भागवत, फलानाको पनि श्रीमद् भागवत, आफन्तको पनि श्रीमद् भागवत, जताततै सार्वजनिक होस् कि घरमा होस् भागवत छ नि। हो भाति सर्वदेशेषु गीयते नारदा देवी, नारद आदि गर्नुभएका सबै ऋषिमुनिहरूले सन्तहरूले जसको चर्चा परिचर्चा गर्ने। किन पहिला अहिले पो अब 2 जना भेट्ने बित्तिकै हामी गफ गर्छौँ, बल्ल बल्ल भेटमा हुन्छ होइन। पहिला चर्चा हुन्छ सन्त सभामा, त्यस्तो चर्चा हुन्छ भागवतको चर्चा। जसको चर्चा वर्तते सर्वशास्त्रेषु भनेको सबै व्रत सबैहरूमा चाहिँ शास्त्रहरूमा चाहिँ त्यो ठुलो हामीले सुनेको छु 17वटा पुराण। म त्यसमा अहिले आउँछु। 18वटा पुराणमा सबभन्दा चाहिँ ठुलो सबैको सार तत् भागवतम विदु जुन हो त्यो भागवत। केही नबुझ्दैन अलिकति बुझिदिनु होला है। अनि भागवत हो त्यो त भयो। अब भागवत 4 शब्दले बनेको हुन्छ। कतिवटा शब्द? 4 भागवत। अब भागवतमा भा भनेको भक्ति हो। हामीलाई भक्ति चाहियो। सबैजनाले के हुन्छ मलाई भक्ति भाव असाध्यै छ भन्ने हुन्छ। कसैलाई के पनि छैन म अध्यात्ममा जान्छु भने हुन्छ नि। अध्यात्म भनेको चाहिँ के छ? यो संसार केही पनि होइन, म केही पनि होइन। पहिलाका ऋषिमुनिहरू कहाँ जानुहुन्थ्यो? जाडो महिनामा हिउँमा गएर चाहिँ तपस्या गर्नुहुन्थ्यो। गरिबमा आगोमा गएर हामी महाभारत रामायण हेर्छौँ नि, यति 1000 वर्ष तपस्या गरेको ब्रह्माजीको भनेर हेर्छौँ। त्यस्तै त्यो भनेको अध्यात्ममा भयो भागवत। भागवत भनेको भागवतमा भा भनेको भक्ति पनि भयो। भक्ति पनि छ यसमा। भक्ति चाहियो नि, पहिला भक्ति पनि छ। अनि किनभने मान्छेहरूलाई कसैलाई अब यहाँ कोही आउनुभयो होला पूजामा आनन्दले बस्नु मन लाग्छ नि, कसैलाई आज दिनभरि म पूजामा बस्छु भन्ने होला। कसैलाई चाहिँ होइन यहाँ भजन कीर्तनको पनि यसो भावे नाच्न पाइन्थ्यो के रहन्छ भन्ने पनि आउनुहुन्छ होइन। को अब यस्तो ठाउँमा मजाले ध्यान गर्नुहुन्छ। कोही चाहिँ यो आफ्नो ठाउँमा यसो प्रसाद यसो खानु पाए अलिकति मन शान्ति भन्ने हुन्छ। विभिन्न किसिमका हुन्छ नि भक्ति भावले हुनुहुन्छ नि। त्यस्तै भा भनेको भक्ति, यसमा भक्ति पनि छ। ग भनेको ज्ञान। पहिला भक्ति चाहियो। यो के हो भन्दाखेरि यो जान्नलाई के पर्यो? कहिले पनि नदेखाए मान्छेले के हो यो भन्ने हुन्छ नि। यो भनेको के रहेछ? पहिला यसको चाहिँ भक्ति यो यसमा चाहिँ अब अध्ययन गर्नु पर्यो। अध्ययन गरेपछि ए यो के थाहा पायो? भबाट अध्ययन गर्यो। गबाट ज्ञान। के को ज्ञान भयो? स्याउ। यो स्याउ रहेछ। त्यसपछि यो स्याउ नयाँ चिज खाउँ भने एकचोटि खाइसकेपछि के भयो? आनन्द भयो नि। त्यसपछि वैराग्य प्राप्ति भयो।
भाग बबाट वैराग्य। वैराग्य भनेको के हो? पहिला दारी सारी पालेर घर छोडेर गएर जङ्गलमा आनन्दले मेरो कोही छैन भने ओ वैराग्य। जब भक्ति पनि भयो, ज्ञान पनि भयो, वैराग्य भइसकेपछि बल्ल त्यो चिज के रहेछ त भन्ने पाइन्छ। हेर्नु, हामी त्यही चिजमा दौडेका छौँ नि। तत्त्व भनेको याद गर्नु, हामी कहाँबाट आयौँ? जन्मिया छन्, मर्या छन्, कहाँबाट आएको, अब कहाँ जाने हो? बिचमा चाहिँ एकछिन बसेको हो नि त हामी यहाँ। कसैको चाहिँ श्रीमान, कसैको श्रीमती, कसैको छोरा बुहारी नातिना मामा ससुरा सबै हामी ठोकिन आउँ त एकछिन यहाँ। फेरि भोलि त 100% हामी जय श्रीराम हुन्छौँ, मृत्यु हुन्छ हाम्रो। कहाँ जाने त? अब कहाँबाट आएको, हामी कहाँ जाने? यो कहाँबाट आएको र कहाँ जाने जुन खोज्यो भने अनि त्यो तत्त्व वस्तु के हो भनेको हुन्छ के त्यही भएर भागवतमा सबै चिज पाइन्छ। कसैलाई भक्तिवाद चाहिन्छ भने भक्तिका कथाहरू पनि छन्, ज्ञानका कुराहरू पनि छन्, वैराग्यका के रहेछ दुनियाँ भन्ने पनि छ, र तत्त्व के रहेछ तत्त्व भन्ने पनि छ। त्यही भएर के भन्छ, रामायणमा रामले जस्तो लीला त गर्नुभयो, के अरे कृष्णको जस्तो लीला त गर्नु भएन नि। रामले गरेको गर्नु रे, कृष्णले भनेको गर्नु रे के। हामी भन्छौँ नि कृष्णले त 16,108 चाहिँ बिहा गर्नुभयो, हामी किन भन्छौँ नि होइन। कृष्णले भनेको कुरा पालना गर्ने, रामले गरेको कुरा गर्ने रे के। बुझ्नुभयो नि? कृष्ण भगवान् त हामी विभिन्न सुन्छौँ नि, भन्छ यहाँ 16,108 बिहा गर्नुभयो अरे, उता चाहिँ के गर्नुभयो अरे। हामी पनि एउटा कागजमा त उठाएर राख्नु सक्छौँ त, सावधान एकछिनसम्म कसैले सक्छ, कोही माइकलाले सक्दैन नि। शिवरात्रिमा चाहिँ के खाने भन्छ नि, भगवान्ले यहाँ यसले पानी अड्काउँ त, त्यो कहिलेकाहीँ यहाँ टन्सिल भएको बेलामा घाँटीमा के हुन्छ हाम्रो, गल 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 गर्न सक्दैनौँ नि। हो यहाँ के हुन्छ, एकछिन अड्काउन सक्छौँ हामी पानी। भगवान् शिवले त अड्काउनु भएको छ नि। अनि भगवान्सँग चाहिँ भगवान्ले यो गर्नुभयो हामीले गर्नुभयो भनेर दाँच्न मिल्दैन। बुझ्नु नि भागवतको, बुझ्नुभयो? भक्ति पनि छ, ज्ञान पनि छ, वैराग्य पनि छ, तत्त्व पनि छ, ठुलो छ। अनि यत्र यत्र भवेत् पुण्यम शास्त्रम भागवतम कलौ तत्र तत्र सदैवावम भवानी त्रिदेशे छ। अब यो भागवतभित्र भएको सबै कथा भन्नाले 7 दिनमा नि सम्भव छैन, 7 दिनमा नि सम्भव छैन। त्यसपछि चतुर्मास भनेर थाहा छ, 4 महिनासम्म, त्यसमा नि सम्भव छैन। अब एकछिनमा त अहिले अब हिजोदेखिको थकाइ लागेर छ, अब पाउन पर्छ आउनु होला एकछिनमा। म भागवत भनेको के मात्र भन्छु अनि भित्रको अलिअलि मात्रै भन्छु है त। सकाइदिउँ, सकिन्छ, अलिक गाह्रो हुन्छ भन्नु खोजेँ क्या। जति भने पनि बग्छ भन्नु खोजेँ, त्यो त सुन्नु न। अनि यत्र यत्र भवेत् पुण्यम, ठुलो भाग्य उदय भएपछि मात्रै भागवत सुन्न पाउँछ मान्छेले, त्यतिकै नत्र पाउँदैन। भागवतको महिमा त्यस्तो छ। अहिले त अब के छ, भागवत सुन्ने भनेको त 10% भयो, 90% त नाचगानमै जान्छ हो कि होइन। कहाँ भागवत लाएर नाच्नै पाएन, कतै के हो भन्ने हुन्छ। अहिले त अब ठ्याक्कै मान्छेले चाहिँ नृत्यमा गएको छ नि त अहिले, सङ्गीतमय गएको, सङ्गीतमय अनि नाटक देखाउने भनेको छ भागवत अहिले। पहिला जस्तो भागवत छैन नि, पारायण सुन्ने कथा सुन्ने छैन नि। अनि सदासेवा श्रीमद् भागवती कथा यस्य श्रवण मात्रेण हरिचित्तम समाज। जहिले पनि सेवा गर्नुपर्छ भागवतको। मलाई पढ्न आएन भन्नु होला, भागवत भन्न त आयो नि त, भागवत भन्न आयो। भागवत जहिले पनि सेवा गर्ने, घरमा यसो पुस्तक ल्याएर पूजा गर्ने, यसो ढोग्ने, सेवा गरे पनि पुग्छ क्या, श्रवण गर्नै पर्दैन। न गङ्गा न गया काशी पुष्करम च न प्रयागकम सुखशास्त्र कथा यस फलेन समतम नयदम। न गङ्गा, मेरो खुट्टाले दिएन तीर्थ जानलाई, पेट खत्तम छ खान हुँदैन, गङ्गा तीर्थ जान पाइन, घर हेर्ने मान्छे छैन होइन, छैन, के पनि छैन, म कहीँ जानै पाइनँ भने पनि मान्छेले त छिमेकी नि गाच्छन्, दाजुभाइ नि गाच्छन्, गाउँले गए म चाहिँ तीर्थ 4 धाम जान पाइनँ भन्ने त हाल्नु मनमा हुन्छ नि। पैसा पनि छ, सबै चिज छ, तर समय छैन। हो त्यसको लागि छ यो, न गङ्गा पनि जानु परेन, कहीँ पुष्कर प्रयाग कहीँ जानु पर्दैन, खालि यो भागवत एकचोटि सुन्यो भने चाहिँ त्यो सबै गएको चाहिँ। किन हामीले भागवत लाउँदा सबै बोलाएको छौँ यहाँ, हिजोदेखि नै जतिजना देवी देवता हामी सबै घरमा बोलाएको छौँ, आज सबै यहीँ बोलाएको छ नि। हो भागवत लागेपछि चाहिँ यहीँ बोलाएको हुन्छ, त्यही भएर कहीँ मैले जान पाइनँ भनेर पनि त्यो भन्नु परेन। अन्तकाले तु येनेव सूर्यते सुख शास्त्र वाक प्रीत्या तस्यैव वैकुण्ठ गोविन्दपि प्रयस्यति। जसले अन्तकालमा जब अन्तिम अवस्थामा भागवत सुनेर चाहिँ उसले मृत्युवरण गर्छ भने
आएका जति जति पनि हामीले पालेर राखेको थियो नि पापहरू सबै नाश हुन्छ। उसलाई फेरि जन्म मर्नमा जन्म नि पर्नु परेन, मर्न नि पर्नु परेन। तर त्यो भाग्य चाहियो फेरि होइन। पहिला के हुन्थ्यो, फलानु चाहिँ बित्नु, मेरो बा बित्नु लाउनु भयो, आमा बित्नु लाउनु, हजुरबा बित्नु लाउनु, ल त्यहाँ गएर चाहिँ तुलसीको मोठमा गोबरले लिप कुस्तिर लागे भने अहिले पाइन्छ। अब अलिकति हुने बित्तिकै हस्पिटल पुरा हुन्छ। अनि यहाँ त नारायण भन्ने चलन थियो। अब हस्पिटलमा आइसियुमा राखेर हेर्न दिँदैन। यहाँ कसले नारायण भन्ने, कसले चाहिँ गोबर पाउने, कहिले कुस पाउने, कहिले जौतेल पाउने। अब मर्न पनि भाग्य चाहिएन। अब सबै परिवारको अगाडि अन्तिम सासमा नारायण भने कोही अनि पाइयो त। मर्न पनि भाग्य चाहिएन। अहिले जन्मिन त भोगे होइन। त्यस्तो भन्छ अन्तिम समयमा भने त भएन। त्यही भएर अन्तिम समयमा जसले भागवत सुन्दै त्यो पनि भाग्य चाहिन्छ। सुन्दै उसले चाहिँ मृत्युवरण गर्छ भने बेडा पार भइहाल्यो उसको पनि। दुर्लभेव कथा लोके श्रीमद् भागवत बाबा कोटि जन्म समतेन पुण्य नैवचु लभ्यते। यो भागवत सुन्नको लागि चाहिँ करोडौँ जन्मको फल, आफूले करोडौँ जन्म अगाडि गरेको पुण्यको फल उदय भएपछि मात्रै सुन्न पाउँछ भागवत। नत्र बत्र कसै पाउँदैन। हेर्नु, कसैको समय मिल्दैन, कसैको घुँडा दुख्या हुन्छ होइन। म बस्न सक्दिनँ, दिनभरि घुँडा दुख्छ, म बस्न सक्दिनँ, मेरो चाहिँ पेटले दिँदैन, म सक्दिनँ, यसो भनेर हुन्छ नि। त्यो चाहिँ त्यति प्राप्ति गर्नु पनि करोडौँ जन्मको पुण्यको उदय भएपछि मात्रै। यत्फलम नास्ति तपस्या नयज्ञेन समाधिन तत्फलम समकलौ केशव कीर्तन भनेको छ है। यत्फलम नास्ति तपस्या नयज्ञेन समाधिन अनायासेन तत्सर्व सप्त समिल। न कसैले योग गर्नुपर्छ, कसैले योग गरे भनेको छ नि त होइन। योग मजाले योग गरेको छ, कसैले तप गरेको छ, जप गरेको छ, पूजा लगाएको छ, तीर्थ गएको छ नि, छैन। कोही तीर्थ जानु भएको छ, कोही एकदम समाधिमा बस्नु भएको छ, कोही तप गर्नु भएको छ, कोही जप गर्नु भएको छ, कोही पूजा गर्नु भएको छ, माला जपाउनु भएको छ। कुनै पनि त्यो सकेन भने पनि यो भागवत श्रवण गऱ्यो भने मात्रै त्यतिको फल प्राप्त। कहीँ जानुपर्ने, एक ट्याक्क मजाले बस्ने हो श्रीमद् भागवत भगवानको गुणानुभव यसो सुन्ने, श्रीकृष्ण गोविन्द भन्ने, त्यो भए पुग्यो। मनलाई शान्ति भने शान्तिको खोजी छ नि त अहिले सबैजना, सबैलाई आफ्नो तनाव त छ, शान्ति त्यो प्राप्त गर्ने चाहिँ त। अनि अब यो भागवतको कुरो त भयो। भागवत किन महत्त्वपूर्ण भयो? अब भागवत सबैतिर हामीले भागवत लाग्यो, गणेश पुराण लागेको छैनौँ, देवी भागवत हिजो लाएनौँ, हामी एका लायौँ। भागवत किन भन्दाखेरि जब द्वापर युगमा अब सबै कौरव र पाण्डवको युद्ध भयो, भइसकेपछि सबै पापहरूको नाश गर्नुभयो भगवान्ले। त्यो गरिसक्नु भएपछि अब के भयो, स्वधाम त जानु बेला भएपछि भगवान् कृष्ण त मृत्यु हुनु पऱ्यो भने हामी मान्छेको त के कुरा हो र। अब उहाँ जान लाउनु भयो, जानु भइसकेपछि उहाँको अब साथी मित्र अथवा काका भन्नु उद्धवजी हुनुहुन्थ्यो। अनि उद्धवजीलाई अन्तिम ज्ञान दिनुभयो 12 अध्यायमा, त्यो अहिले पछि आउँला म पछि। अनि त्यो ज्ञान दिनु भइसकेपछि भगवान् हजुर त जान लाउनु भयो। अब हजुर जाने भइसकेपछि सबैजनाले के प्राप्ति गर्ने? अब कृष्ण भगवान् जब जन्मिनु भयो, लीला गर्नुभयो, सबैले कृष्ण त मानेनन् नि। कसैले के भन्यो, ग्वाला भने, कसैले माखन चोर भने, यो काले भने, गाली त गरे। यो तपाईँ अहिले मनुष्य चोला लिएर आउँदाखेरि त मान्छेले हजुरलाई पत्ता लगाउन सकेनन्, जानेनन् भने अब गोलोक जाँदाखेरि त कसले त हुँदा त मान्छेले पत्ता लगाउन सकेन भने नभएपछि के गर्ने त? त्यही उपाय चाहिँ गर्नु पर्यो भगवान् भन्दा उद्धवजीले भन्दाखेरि भगवान् हो न त हो नि। तम त यसै गोविन्द भक्तकार विआएछ मचित्ते महति चित्तम तम सुत सुखमा भनेपछि यति भनिसकेपछि भगवान् पनि एकछिन त रणमल्ल पुग्नु हो। यो कुरा त मैले विचारै गरेको थिइनँ। पछि के गर्नुभयो, स्वकीयम यद भव्य तेजस तिरोधाय प्रविष्टयम श्रीमद् भागवतानमम। अनि आफ्नो स्वरूप बुढी अमला जस्तो चाहिँ एउटा स्वरूप चाहिँ यही भागवतमा विलय गर्नुभयो। कृष्णचन्द्र भगवानको श्रीमद् भागवत महापुराणको भगवानको बाङ्मय मूर्ति यो बुढी अमला जस्तो भएर तेस्रो रूपमा चाहिँ भागवतमै विराजमान हुनुभयो। त्यही भएर भागवत यति महत्त्व छ। परीक्षित कथा वक्तुम सबयम सक्षित सुखे सुधा कुम्भम गृहीतैव देवास्तथा समागम। जब महाराज परीक्षितलाई सुखदेव स्वामीले यो भागवत सुनाउन लाउनु भएको थियो, देवताहरू गरेर आए। अब सुखदेव स्वामी त मृत्यु हुन लाग्नु भएको छ 7 दिनमा, कृपया उहाँलाई यो अमृत दिनु, यो भागवत चाहिँ हामीलाई दिनु न, सुनाइदिनु भनेर चाहिँ देवताहरू आए त्यो कथा भएको ठाउँमा। अनि सुखदेव स्वामी हाँस्नुहुन्छ हो भनेर।
महाराज परीक्षित जस्तो लगाव पनि छैन तपाईँमा, त्यति भक्तिभाव छैन। त्यसै कारणले यो म सप्ताह भागवत तपाईँलाई सुनाउँदिनँ भन्नुभयो परीक्षित, के अरे सुखदेव स्वामीले देवताहरूलाई पनि। देवताहरू पनि ललायत हुनुहुन्छ यो भागवत भएको ठाउँमा चाहिँ सुन्नलाई। क सुध क कथा लोके क काँच क मरिमान अभक्ता ताश्च विगाय नदतो च कथामृतम श्रीमद् भागवत वार्ता 94 दुर्लभम। भक्तिभाव छैन, देवताहरू पनि भक्तिभाव नभएको कारणले गर्दाखेरि त्यो श्रीमद् भागवत पनि सुन्न पाउनु भएन है। काँचै अमृत, काँचै कथा, अमृत लिएर आयो उनीहरू देवताहरू परीक्षित राजालाई दिनको लागि। अनि भन्नुहुन्छ सुखदेव स्वामी कहाँ अमृत, त्यो कहाँ एउटा चाहिँ अमृत, कहाँ यो कथा हुँदैन, अमृतसँग कथा साट्न मिल्दैन। म तपाईँहरूलाई भक्तिभाव नभएको कारणले म पनि दिन्न भन्नुभयो। अनि सेवनाथ सर्वनाथ पाठन दर्शनाथ पापनाशिनी जन्मान्तरे भगवत पुण्यम तथा भागवत लभेन। जसले यसको चाहिँ सेवन गर्छ, भनेको कानले सेवन गर्ने हो नि त, सेवन गर्छ, यसलाई सुन्दछ, यसलाई सेवा गर्दछ, सुन्दछ भने उसले चाहिँ पहिल्यैदेखि आएका चाहिँ सबै चाहिँ उसका जति पापहरू छ नि त्यो सबै पापहरू चाहिँ उसको चाहिँ के हुन्छ, उसको मेटिन्छ हेर्नु, त्यो विषयमा छ। अब त्यही भएर भागवतको महिमा धेरै छ। अब यो भागवतमा बुझ्नु भने भागवत भने के त बुझ्नुभयो है, किन महान भयो, भगवानको बागमै मूर्ति नै यही विलय गर्नु भएको छ, त्यही भएर भागवत ठुलो भयो। अब भागवतमा 335 अध्याय छ है, भागवतमा 335 अध्याय छ, 12 स्कन्द छ। त्यसमा विभिन्न स्कन्दमा विभिन्न कुराहरूको चर्चा परिचर्चा छ। 335 अध्यायमा धेरै छ चर्चाहरू। अनि महात्म्य 6 अध्याय छ। सप्ताहमा कहीँ सुन्न जानुभयो होला, दिउँसो कथा हुन्छ, राति पनि कथा भएको कहीँ याद छ कि छैन, बेलुका हो त्यो महात्म्य। दिउँसो भएको कथा भनेको भागवतमा के छ, भागवतमा के छ त कथाहरू भनेर दिउँसोको कथा हुन्छ। बेलुका बेलुका हुने महात्म्य भनेको भागवत भनेको के हो बुझ्नु। त्यो महात्म्यमा के छ भागवत, अब यो पद्म पुराणबाट ल्याएको छ 6 अध्याय। त्यसमा चाहिँ के छ भन्दाखेरि नारदजी घुम्दै 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 जानुभएको थियो, यमुनाको तटमा जानुभयो। अनि एउटा दुईटा वृद्ध पुरुषहरू लडिरहेका, एउटा भर्खरको चाहिँ तरुणी आइमा भनौँ, तरुणी एउटा स्त्री चाहिँ भर्खरको जवान भएको चाहिँ काखमा त्यो दुईटा बुढाहरू बसिरहेका थिए, उहाँ काखमा राखिरहनु भएको थियो। अचम्म लाग्यो के भयो भनेर उहाँ जानुभयो खोज्न। जाँदाखेरि के हो भन्दाखेरि मेरो नाम भक्ति हो, यो ज्ञान वैराग्य हुन् र मुक्ति एउटा दासी थिइन्, त्यो अहिले त वैकुण्ठ गइसकिन्, यहाँ छैन, छाया रूपमा मात्र छ। भनेको कलियुगमा चाहिँ भक्ति चाहिँ अलिअलि छ है, त्यही भक्ति भाग भएर अहिले पूजाआजा मन्दिर सन्दिर तीर्थमा भिडभाड भएको छ नि त। तर ज्ञान कसैलाई चाहेको पनि छैन, छ त ज्ञान कसैलाई चाहेको पनि छैन। अहिले भने वैराग्य त अब घरबार छोडेर जाने, अध्यात्म लाइन त परै जाओस्। त्यो आमा चाहिँ तरुणी हिसाबमा, भक्ति आमा भर्खरको चाहिँ 17-18 वर्षको जस्तो तरुणी हिसाबमा म छु र मेरो दुईटा छोराहरू वृद्ध अवस्थामा छन्, 70-80 वर्ष, कपाल फुलेका, सेतै फुलेका छन्। यो अचम्म के हो त, यो कहीँ त देखाएको छैन नि त्यस्तो। आमा एकदम भर्खरको नि, छोरा दुईटा, यो के कारणले हो त। तर म पनि अलिकति जर्जर अवस्थामा चाहिँ जब मैले वृन्दावन आएपछि, भक्तिले भन्नुभयो म वृन्दावन आएपछि त अलिअलि म चाहिँ फेरि जवानी भएँ। त्यही भएर वृन्दावन अरू ठाउँमा गयो भने वृन्दावनमा चाहिँ भक्तिभाव अझै पनि छ है। जति नास्तिक मान्छे गयो भने एकछिनसम्म उसले भक्तिभाव उसले अनुभव गर्दछ। अनि नारदजी भन्नुभयो हो यो त ल ठिक छ, तिम्रो छोराहरू जुन बुढौली लागेका छन् यसको उपाय म गर्छु भनेर म खोज्न जानुभयो। अब के हो त भने ल भन्दाखेरि कता कता जानुभयो, आकाशवाणी भयो, ज्ञान यज्ञ लाउनु भन्ने कुरो भयो आकाशवाणीले। ज्ञान यज्ञ भनेको के हो फेरि, खोज्दै खोज्दै जाँदा सबैतिर जानुभयो। नारदजीले समेत पत्ता लगाउनु भएको हो। अब हामीले कसैले पत्ता लगाउनु भनेर सबै त कोलाहल भयो। जाँदा बद्रिकाश्रममा जानुभयो, सनकादि गरेका 4 कुमारहरू बसिरहनु भएको थियो। ओहो आज भाग्योदयेन बहुजन्म समर्जितेन सत्सङ्ग मङ्गलव चाहिँ पुरुषो यदाय भन्नु उहाँले। आज ठुलो चाहिँ जन्मको पुण्य फल उदय भएपछि हजुरको दर्शन पायो, साधु सन्तको दर्शन पाएको छ। अनि हजुर त के हो नारदजी, केही सामान हामीलाई केही चिज आपत गऱ्यो भने न्याउरो हुन्छ, ठुस्स पर्छौँ, यता जान्छु उता जान्छु, यसो गर्छु, त्यस्तै नारदजीलाई पनि त्यस्तै भयो। अनि तपाईँले के भयो, केही सामान हराएको जस्तो, कहीँ केही कसैले लखाडे जस्तो, चोरी भएको जस्तो केही भएको सन्चो छैन भन्दा होइन, यस्तो भयो। त्यहाँ मैले भक्ति देखेको थिएँ, ज्ञान वैराग्य देखेको थिएँ, बुढौली लागेको छ। उनीहरूको बुढौलीबाट उपाय गर्नलाई म खोज्दै आएको। आकाशवाणीले चाहिँ ज्ञान यज्ञ भन्नु हो नारदजी, तपाईँले के भएको, ज्ञान यज्ञ भनेको श्रीमद् भागवत हो। श्रीमद् भागवतमा ज्ञान यज्ञको
जय यज्ञ हो। अनि हजुरले बिर्सिनु भएको ब्रह्माजीले हजुरलाई दिनुभएको, हजुरले व्यासजीलाई पनि त्यही भागवत सुनाउनु भयो अनि व्यासजीले चाहिँ 4 श्लोकबाट चाहिँ 18,000 श्लोक बनाउनु भएन भन्दा हो मलाई अज्ञान भयो क्या। नारदजीले नै व्यासजीलाई बताउनु भएको यो बनाउनु भनेर भने नारदजीलाई के भयो बिर्सिनु भयो, किन उहाँले अहमता लिनुभयो। मैले के गरेँ यो ज्ञान वैराग्यको चाहिँ बुढ्यौली चाहिँ निवारण गर्न सकिन् भने म पनि होइन भनेर उहाँले अहमता, त्यही भएर हामीले घमण्ड काहीँ पनि गर्नु हुँदैन, जे छ भगवान्को भन्नुपर्छ के। त्यति घमण्ड गर्नुभएको कारणले नारदजीले बिर्सिदिनु भयो कि मैले हिजो थाहा पाएको कुरा नै आज बिर्सेँ भनेर। अनि भगवान्ले त्यहाँ सप्ताह लाउने कुरो अब ज्ञान यज्ञ भनेको श्रीमद् भागवत लगाउने कुरो भयो। 1 दिन भयो, 2 दिन भयो, 3 दिन भयो, 4 दिन भयो, 5 दिन भयो, 7 दिन बितेपछि चाहिँ त्यो ज्ञान वैराग्य के भयो तरुण अवस्थामा भर्खरको झलक्का जवान अवस्थामा आउनुभयो। भक्ति पनि आएर त्यहाँ श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव जय 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 जयकार भयो। त्यहाँ के भयो अब ज्ञान वैराग्य पनि के हुनुभयो जवान हुनुभयो। कसको श्रवणले हो अहिले हामीमा पनि ज्ञान पनि बुढौली लागिसकेको छ हो। अलिअलि भक्ति भाव हामीमा भएर अलिकति हामी हृष्टपुष्ट छौँ नि, अलिकति खाइलाग्दा छौँ। अब ज्ञान वैराग्य के भयो यो भागवत लगाइसकेपछि अथवा पूजाआजा कुनै पनि पुराण लगाइसकेपछि ज्ञान वैराग्य के भयो ज्ञान पनि प्राप्त भयो नि त। हो यस्तो रहेछ यो है भन्ने भयो। अनि वैराग्य के रहेछ त्यो हामी जति नै सम्पत्ति जोडे पनि जति नै लोभ लालच गरे पनि अन्तिममा त यो पनि भाइ फुकाल्दै यो पनि फुकाल फुकाल भन्छ, लुगा पनि त केही छ भन्छ घमण्ड। त्यो भन्दैमा मेरो केही पनि छैन भनेर अहिले पनि छोडेर जान त मिल्दैन। त लोभ लालच गर्नु भएन, लाने केही पनि छैन क्या। हामीले लाने भनेको कर्म, मैले गरेको कर्म हो, शुभ कर्म र अशुभ कर्म। शुभ कर्म पायो भने शुभै भयो, अशुभ कर्म पायो भने पनि अशुभै भयो। स्वर्गमा जाने कि नर्कमा जाने हुन्छ। अब स्वर्गमा गयो भने हामी यहाँ कुनै हलमा गएर टिभी हेऱ्यो भने के अरे फिल्म हेऱ्यो भने 2 घन्टाको फिल्म छ भने 2 घन्टा सुत्ने कि उठ्ने कि ओरोदर सबै दिन्छ हलकुलले। जब फिल्म सिद्धिने बित्तिकै के गर्छ ल भाउ चल अर्को सो सुरु। हामीले त्यही हो, जति भक्तिभाव गरे पनि हामी चाहिँ स्वर्गमा गएर फेरि यो मर्तेमा अहिले 2टा खुट्टामा छ, भोलि 4वटा खुट्टामा होला होइन। पछि उमा जलचर होला, थलचर होला, उड्ने होला, अर्कोले खाने होला, किरा होला, फटेङ्ग्रा। 84 लाख योनिमा बल्ल बल्ल बुद्धि भएको त हामी मनुष्य आएको छौँ नि त। यही बेला पनि हामीले भागवत भक्तिमा लागेनौँ, भगवान्प्रति मन समर्पित गरेनौँ भने अब कहिले हुने त फेरि कुकुर भएपछि बिरालो भएपछि त गाह्रो छ हेर्नु फेरि। त्यही भएर भागवतबाट त्यही हो, सार त्यही हो। अनि भागवत जस्तो अहिले मलाई स्याउ खानु मन लाग्यो, अब स्याउ खानु मैले स्याउको बोटमा म गएँ, स्याउको बोटमा गएर चाहिँ यो पनि स्याउ हो भनेर यहाँ यो कच्याक्क पाऱ्यो भने स्याउको स्वाद पाउँछु मैले। तरो तितो कस्तो हुन्छ नि यो हो। अब यो यसबाट के भन्छ यहाँ पात बन्छ, फुल बन्छ, अनि बल्ल स्याउ हुन्छ नि। भागवत भनेको त्यो स्याउ हो। अनि जस्तो अब बत्ती बाल्नु पऱ्यो हामीलाई, घिउ केबाट बन्छ दुधबाट बन्छ। त्यो दुधमै घिउ छ भनेर त्यो बत्ती ट्याएको यहाँ यो चाहिँ यो दुधमा हालिदियो भने के हुन्छ बल्छ यो हुन त त्यो दुधमा के छ घिउ छ नि। त्यो दुध भनेको अरू पुराण हो भने त्यो घिउ भनेको श्रीमद् भागवत सार हो। 17वटा पुराणको चाहिँ सार हो के। जस्तो अब घिउ बनाउने बेला हामी के गर्छौँ पहिला मतानी गर्छौँ, नहुने आउँछ होइन। अनि बल्ल हुने आएपछि बल्ल घिउ भन्छ नि। त्यस्तै सार हो। त्यो दुधमा नि घिउ छ भनेर त्यो घिउको स्वाद त पाइन्छ दुधमा। आज घरमा घिउ सिद्धो ल दुध हालेर खा भन्यो त्यो घिउको स्वाद त पाउँदैन। त्यो सार वस्तु भनेको श्रीमद् भागवत सबैको सार। अब 335 यो महात्म्यको कुरो भयो नि। अब अनि त्यसपछि महात्म्य अर्को एउटा के आउँछ अनि आत्मदेव ब्राह्मण हुनुहुन्थ्यो एकजना, भागवत सुनेर को तर्यो त भन्ने प्रसङ्गमा आत्मदेव ब्राह्मण हुनुहुन्थ्यो, उहाँको धुन्धुली नाम गरेको श्रीमती हुनुहुन्थ्यो, उहाँको सन्तान थिएनन्। आत्मदेव ब्राह्मण ठुलो, तपाईँ जति पनि कथा सुन्नुहुन्छ त्यहाँ ब्राह्मण मात्र सुन्नुहुन्छ, क्षेत्री अरू कोही सुन्नुहुन्न नि। एकजना चाहिँ श्रेष्ठ थियो अरे, एकजना कोही सुन्नुहुन्न नि, अरूलाई त भन्न त अप्ठ्यारो। त्यही भएर ब्राह्मण एउटा लोभी बाहुन थियो भनेर हामीले भन्छौँ। त्यो किन उदाहरण दिनमा त हामीले दिए पो दोष लाग्छ, अरूलाई दियो भने त दोष लाग्छ। फेरि त्यहाँ एउटा ब्राह्मण हुनुहुन्थ्यो, उहाँ कर्मकाण्ड एकदम विद्वान, त्यो गाउँको एउटा आफ्नो भेगको हुन्छ नि, यो भेगमा एउटा विद्वान हुनुहुन्छ, त्यो भेगमा विद्वान आत्मदेव ब्राह्मण हुनुहुन्थ्यो। त्यो आत्मदेव ब्राह्मण चाहिँ पूजाआजा न्यासदान गर्नुहुन्थ्यो, भिक्षा माग्नुहुन्थ्यो सबैतिर, तर उहाँको सन्तान थिएनन्। त्यो सन्तान नभइसकेपछि आफूलाई त अलिकति गाह्रो भयो।
फलानुले भन्छ नि त त्यसको त यो पनि छैन ऊ पनि छैन के हो भन्ने हुन्छ, त्यो पनि हुन्छ नि, हामीलाई गाह्रो छ नि। त्यस्तै अनि उहाँ पनि अब के छ जिन्दगीमा सबै कुरो भयो, सन्तान छैन भनेर अब जानु पऱ्यो, अब यो जिन्दगी यस्तै छ भनेर चाहिँ उहाँ चाहिँ अब मर्न जानु पऱ्यो भनेर चाहिँ प्राण त्याग्न जानुभएको थियो। एकजना साधु भेट्नुभयो, ओहो ल आज तपाईँलाई भेटेँ, मलाई सन्तान प्राप्ति हुने कुनै उपाय दिनुहोस् भन्दा यो फल। यसो हेर्नुभयो तपाईँको 7 जन्मसम्म सन्तानै छैन भनिदिनु भयो उहाँले। होइन 7 जन्म मलाई थाहा छैन, यही जन्म मलाई चाहियो, म त न तपाईँको यो खुट्टा ढोगेर म चाहिँ मृत्यु हुन्छु भन्दाखेरि अब कुनै एउटा ब्राह्मण चाहिँ मेरो खुट्टा छोडेर चाहिँ मर्न लाग्छ कोही मान्छे भने हामी मान्छौँ ल मर भनेर दिनु पऱ्यो नि। त्यस्तै फल दिनुभयो। उहाँको श्रीमती चाहिँ धुन्धुली हुनुहुन्थ्यो, धुन्धुली। अनि आउनु फल दिनु ल फल खानु है भन्नुभयो। धुन्धुली चाहिँ के हुन्छ सिँगार पटार गर्ने चिट्टेको हुने गर्नुभएको थियो। अनि ल यो चाहिँ फल खायो भने सन्तान हुन्छ भन्दा हामी हाँस्छौँ, फल खाएर सन्तान हुन्छ भन्छौँ, तर डक्टरले औषधि दिन्छ कि दिँदैन? औषधि एउटा पार्ट हो, यो फल पनि एउटा पार्ट हो नि त। जस्तो फुकपाक गरेपछि कसैको हुन्छ नि घरमा आउँदाखेरि यसो फुकपाक गर्दाखेरि बच्चाले रुन चाहिँ ठिक हुने, डोज ठिक हुने, खाना खाने त हुन्छ नि, शक्ति त दिन्छ नि त। जसरी त्यो औषधिमा केमिकल हालेर चाहिँ कुनै रोग निको हुन्छ भने फलमा पनि शक्ति छ क्या, त्यो मन्त्र फुकेपछि। अनि उहाँले खानु भएन। उहाँले के भन्नुहुन्छ, यो फल खायो भने त मलाई गाह्रो, यस्तो राम्रो सौन्दर्य छु म, भोलि के दाग आउँछ अरे, पछि पेट ठुलो हुन्छ मेरो, भोलि मेरो चाहिँ नन्द आमा जो आएर चाहिँ घरको सम्पत्ति छ लग्लानले बल्ल बल्ल कमाछन् बुढाले, भोलि भैँसा लाउँला अरे, म कसरी जाउँला अरे भन्ने यति कुराहरू उ गरेर चाहिँ उहाँले फल चाहिँ गाईलाई खान दिनुभयो क्या। गाईलाई खान दिनुभयो। गाईलाई खानिदिएपछि अनि के भयो, तिमीले त अब फल खायो भन्दा खायो भन्ने, बुढाले त सोध्नु भयो खायो भनेको छ उता। अनि बहिनी पनि 1 दिन 2 दिन अब ढाँटेपछि त गाह्रो हुन्छ नि। अनि बहिनी पनि आउनुभयो। अनि किन निराश छौ दिदी के भन्दा, हेर्न मेरो चाहिँ तेरो भिनाजुले कहाँबाट चाहिँ फल ल्याउनु भएको छ, मैले त फल खाइनँ, गाह्रो हे के गर्नु त गाईलाई दिनु न, म पनि अहिले पेटमा छु, भोलिपछि छोरै जन्मिन्छ मलाई थाहा छ, तपाईँलाई म दिन्छु, तपाईँको ज्वाइँलाई यसो अलिकति पैसा दियो भने ज्वाइँ पनि मान्नुहुन्छ भन्नुभयो। त्यसपछि त्यही त दुईवटा अब आइमाईको कुरा मिलेपछि दोकानमा चाहिँ के लाग्छ र त्यहाँ सबै ल एक भयो, 1 दिन भयो, 2 दिन त्यसो खायो भने त भन्यो। अनि उहाँले अब बडाउनलाई कपडा सपडा हाल्दै जानुभयो। 9 महिना आयो। त्यसपछि उताबाट राति नै भइसकेपछि बहिनीले पनि के गरी बच्चा ल्याएर चाहिँ उसलाई दिनुभयो। उता गाउँतिर त मेरो छोरा चाहिँ जन्मिएको थियो मऱ्यो भन्ने लगाइदिनु भयो उहाँले। अनि आज जन्म आत्मदेव ब्राह्मण पनि खुसी हुनुभयो, हो मेरो छोरा जन्म्यो। उहाँको घरमा के थियो, न धान फल्थ्यो, न गहुँ फल्थ्यो, न कुकुर ब्याउँथ्यो, न गाई ब्याउँथ्यो, न चाहिँ कुनै फलफुल नै हुन्थ्यो क्या आत्मदेव ब्राह्मणको। त्यस्तो जब छोरा जन्म्यो त उहाँको लागि त जन्म्यो नजन्म्यो पनि घरमा बच्चा त करायो। त्यसपछि फल रुखमा पनि फल लाग्यो, गहुँ पनि भयो, धान पनि भयो, गाईले पनि बच्चा जन्मायो। गाईले बच्चा जन्म कस्तो, कान चाहिँ गाईको जस्तो, शरीर चाहिँ त्यो गोकर्ण भनेको कारण त्यही हो। अनि त्यो धुन्धकारी न्वारण स्वरण भयो, धुन्धकारी भयो। नाम त धुन्धकारी सुन्यो, हामीले गऱ्यो तँलाई धुन्धकारी भने गाली गर्छु नि होइन बच्चाहरूले, धुन्धकारी। अब उसले जन्मिने बित्तिकै के भयो, अनि दिदीको काखमा बस्दाखेरि त उसले के गर्यो, अन्याय 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 भने कराउनु थाल्यो। आफ्नो आमा हो त, आफ्नो आमा होइन नि, अन्याय 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 कराउनु थाल्यो। त्यसपछि हे दिदी अब मेरो पनि अलिकति त्यो गाह्रो भएको छ, मेरो पनि आएको छैन, चुसाउनु आएको छैन, बहिनीको भर्खर चाहिँ छोरो बित्यो अरे, बहिनीलाई चाहिँ ल्याउनु न त भने बहिनी पनि आयो, कुरो मिलाएपछि त मिलिहाल्यो। जब बहिनीको काखमा चाहिँ बच्चा परेको थियो, आफ्नो आमाको काखमा परेपछि न्याय गर्नु थाल्यो उसले फेरि है, त्यो भयो। त्यति भइसकेपछि उसले चाहिँ बाउलाई नै अब आफ्नो भए पो माया लाग्छ त। गोकर्ण ज्ञानी हुनुभयो, धुन्धकारी के भयो, महा चाहिँ पापी। उसले सबले चोको खाने, उता यता गर्ने, चोरी डकैती गर्ने, दिक्कार बरु। अनि बाउआमालाई पनि दिक्क लाग्यो, बरु बेकार यो चाहिँ बाँझे भावी ठिक हुन्थ्यो, यो कुलङ्गार छोरो जन्मियो भनेर गाली गर्न थाले बाउआमाले नि। एवं प्रकारले आमालाई लात्ती हान्यो फेरि। अब छोरोले पेटभित्र लात्ती हान्दाखेरि हर्षका आँसु हुन्छ भने बाहिर लात्ती हानेपछि फेरि दुःखका आँसु हुन्छन्। त्यति भएपछि आमा पनि अब के भयो, इनारमा चाहिँ हाम फालेर यो धिक्कार छ, छोरो ठुलो भएको छोरोले लात हान्दाखेरि आमाको मन के होला, इनारमा हाम फालेर मृत्यु भयो। अनि एवंबाट गोकर्ण नै आउनुभयो, हे बा तपाईँले के गरेको यस्तो, यो दाइले छोडिदिनु, यो अब यो भागवत पाठ गर्नु, तपाईँ चाहिँ जङ्गलमा गएर ध्यान गर्नु। अब आमा नि बितिहाल्नुभयो, दाइको हालत त्यस्तो छ भनेर बा पनि कहाँ जानुभयो, जङ्गलमा जानुभयो। उसले के भयो, अब बा पनि हुन्न, आमा नि हुन्न, दाइ पनि छैन, केही पनि छैन भनेपछि त अब जे गरे नि भयो नि। त्यति भएपछि उसले 5वटा चाहिँ बेस्या ल्याएर घरमा पाल्यो। सबैलाई अब
एउटाले त पाल्न गाह्रो, 5वटा त के होला त, यसले चाहिँ उसले चाहिँ भन्छ। यदि राजाको चाहिँ सम्पत्ति चोरेर त सबै ल्याएछन् ल, तिमीहरूलाई सुनचाँदी हिरा मोती तिमीहरू 5जना बाँडेर ला भन्दा उनीहरू कुरा गरे। भोलि त के होला, भोलि त राजाले त थाहा पाउनुहुन्छ। थाहा पाएपछि एक एक घरमा चाहिँ चेक गर्दै आइसकेपछि के हुन्छ, भोलि हामीलाई नि समाउनुहुन्छ। बरु 5जना मिलेर यसलाई मारिदियो भनेर 2जनाले खुट्टा यसो मिचे जस्तो, 2जना यसो टाउको गरे जस्तो गर्नुभयो। राति त्यो गोल हुन्छ नि अङ्गार, यस्तै त्यो आएपछि ऊ पनि मृत्यु भयो। अब के गर्ने, त्यत्रो बढियामानको शरीर उसलाई त्यहाँ पुर्दियो सबै त्यही घरमा। अनि भोलिपल्ट बिहान उहाँ हाम्रो श्रीमान विदेश जानुभएको छ, अब 5-6 वर्ष नभए आउनु न, हामी पनि अब के बस्नु भनेर हामी माइती जानला भनेर उनीहरूले के गरे, ढाक छोपेर गए। अब उसको त त्यो क्रियाक्रम त केही पनि भएन, प्रेतोनीमा गयो। प्रेतोनीमा गयो, कहिले वायुको हामी वायु भन्दैन कहीँ, वायुको रूपमा जाने, कहिले के गर्ने तर्साउने, त्यो घर जर्जर भयो, तर्साउनु भयो, बच्चाहरू खेल्न नि गएन। एवं प्रकारले गोकर्णले पनि थाहा पाउनु भयो मेरो दाइ चाहिँ यसरी मृत्यु भएर भएपछि उहाँ गएमा पुष्करमा ब्रह्मकाल जता जति गइसक्यो उहाँले के गर्नुभयो, पिण्डदान श्राद्ध गर्दै जानुभएको थियो। घुम्दै घुम्दै तीर्थ घुम्दै आउँदाखेरि आफ्नै घरमा आउनुभयो। राति यसो अब विद्वान मान्छे साधु सन्त कहीँ यसो चाहिँ आउनु भएपछि त हल्लाखल्ला भएपछि त डिस्टर्ब हुन्छ भनेर उहाँ राति त्यही घरमा बस्नुभयो। राति यसो उठ्नुहुन्छ त कहिले हात्तीको रूपमा, कहिले चाहिँ भैँसीको रूपमा, कहिले चाहिँ भेडाको रूपमा, होइन कहिले के रूपमा आउँदा चाहिँ के भयो, त्यहाँ उहाँलाई तर्साउन लाग्यो। अनि उहाँले पनि यसो मन्त्र गर्नुभएको, म तिम्रो दाइ धुन्धकारी हुँ, मैले प्रेतयोनीमा परेको छु, मैले पितालाई पनि मानिनँ, मातालाई पनि मानिनँ, मेरो उद्धार गर भन्दा हे दाइ मैले त गया पुष्कर ब्रह्मकपाली सबै तीर्थमा चाहिँ श्राद्ध गरेको छु, तर्न पर्ने भन्दा खै मलाई श्राद्ध गरेर तरेको हुँदैन, मलाई उपाय लाऊ भन्दा ठिक छ, भोलि बिहान म तपाईँलाई के उपाय गर्छु भनेर गाउँघरमा अनि गोकर्ण आउनुभयो भने सबैतिर हल्ला भयो, सबैजना आउनुभयो। आइसकेपछि त्यहाँ बस्नुभयो। हिजो यस्तो यस्तो मेरो दाइको छ धुन्धकारीको, अब के गर्ने त भन्दाखेरि सबैले अब के गर्ने भने, अनि यसो हे भगवान् प्रत्यक्ष देवता, सूर्य देवता, अग्नि देवता भन्दै, सूर्य देवता नि प्रत्यक्ष, अग्नि पनि, अनि माता पिता नि साक्षात् देवता हाम्रो, हे भगवान् के गर्ने भनेर सूर्य देवतालाई भन्दाखेरि ज्ञान यज्ञ सप्ताह लगाइदिनु भन्ने कुरो भयो। यही भागवत लाउनु भयो, 7 दिन लाउनु भयो। लगाइसकेपछि सबैजना आएर हो आज चाहिँ भागवत लाउने बस्यो। बसेपछि पहिलो अनि एउटा अब त्यो वायु हावालाई त बढ्न छैन, एउटा यसो बाँसमा गएर बस्नु भएको 7 आँख्लो भएको यस्तोमा पहिलो दिनको कथा भयो, पट्ट फुट्यो, दोस्रो पट्ट गर्दा 7औँ दिनमा त्यहाँ गएर चाहिँ स्वयं शङ्करचक्र गदा पद्मै लिएको पिताम्बर रहेको भगवान्को स्वरूपको चाहिँ धुन्धकारी त्यहाँबाट चाहिँ भगवान्को स्वरूपमा आयो कि। अनि सबैजना अनि त्यहाँ विमान लिन आयो। अब विमान लिन आयो, अब स्वर्ग चाहिँ वैकुण्ठ जाने भनेर, अनि एउटा मात्रै विमान आयो, धुन्धकारीले लिएर गयो। अनि त्यहाँ सबैले भने हामीले पनि त कथा सुनेका थियौँ, हामीलाई चाहिँ किन विमान आएन भन्दाखेरि सुन त सबैले सुने हो, यहाँबाट सुनेर यहाँ लानु पनि यहाँबाट उता फरेको छ। तर धुन्धकारीले के गर्यो, चुप लाएर 7 दिनसम्म पानी पनि नखाइकन के पनि नखाइकन अन्तर्ध्यानले उसले सुनेको कारणले उसको के भयो, उद्धार भयो। त्यसैले चाहिँ ऊ पनि प्रेतयोनीमा गएर ऊ उद्धार भएको कारणले सप्ताह लाएर चाहिँ हाम्रो पनि आज एकाको कारणले कोही त्यस्तो प्रेतयोनीमा जानु भने चाहिँ उहाँको पनि उद्धार होस् भने त्यसरी। अब महात्म्य भयो। अब यो 335 अध्यायमा 12 स्कन्धमा, अब पहिलो स्कन्धमा के छ, 19वटा अध्याय छ। नैमिष साँडे क्षेत्रमा सौनकादि गरेका 88,000 ऋषि स्वामीलाई सुतजीले, जहाँ पनि कथा हुन्छ नैमिष साँडे क्षेत्रमा सुतजीले 88,000 ऋषिहरूलाई कथा भन्नुभएको कि हाम्रो त 10-15 जनालाई होइन। त्यहाँ केही पनि थिएन, शान्त थियो, न कोही हल, न माइकको व्यवस्था, न भजन कीर्तन, आनन्द कथा सुनेको थियो कि सबैले। अनि उहाँ भन्नुभयो 6वटा प्रश्न सोध्नुहुन्छ। यो कलिकाल लाग्न लागेको छ, यो कलिकालमा मान्छेले चाहिँ कसरी चाहिँ पार पाउने छ नि। अहिले हामी हिजोको भन्दा अहिलेको त हाम्रो परिवर्तन छ नि त, चोरी डकैती सबै छ नि। यो कलिकालमा चाहिँ कसरी चाहिँ कलिका मान्छेहरूले चाहिँ मुक्ति प्राप्ति गर्ने कसरी एउटा भयो। अनि भगवान्ले चाहिँ देवकीको गर्भबाट किन जन्म लिनुभयो, भगवान्को अवतारहरू के हुन्, अनि त्यो अवतार अनि लीलाहरू के गर्नुभयो। सुख, मान्छेले सुख खोज्दै जान्छन्, सुख कहाँबाट प्राप्त हुन्छ। जब भगवान् स्वधाम लाग्नुभयो यो धर्म कहाँ गयो त। अब जब भगवान् जानु भइसकेपछि धर्म कहाँ गयो। 6वटा प्रश्न सोध्नु भएको थियो। 6वटा प्रश्नमा उहाँले भन्नुभयो कलिकालमा चाहिँ सबै मान्छेले सुख प्राप्ति गर्ने भनेको भक्तिभावले हो कि भागवत श्रवण गरेर, पुराणादि श्रवण गरेर भक्तिभावले हुन्छ। अनि भगवान्ले किन जन्म लिनुभयो, अवतार के हो, लीलाहरू के गर्नुभयो, कसरी सुख प्राप्ति हुन्छ र धर्म कसको शरणमा गयो भन्दा यो भागवतमै गयो,
श्रीमद् भागवत महापुराणको अवेशरको 6वटा प्रश्न। अनि त्यसपछि यो भागवत भयो, भागवत भनेको के हो भन्ने पनि आयो सोध्नुभयो। अब कसले कसलाई सुनायो त? पहिला ब्रह्माजीले नारदजीलाई सुनाउनु भयो, नारदजीले व्यासजीलाई सुनाउनु भयो, व्यासजीले सुखदेव स्वामीलाई सुनाउनु भयो, सुखदेव स्वामीले महाराज परीक्षितलाई। अब सुखदेव स्वामीले महाराज परीक्षितलाई कसरी सुनाउनु भयो, राजा जस्तो मान्छेले कसरी सुन्ने मौका आयो र यो भागवत कसरी बन्यो भन्ने प्रसङ्गमा। अनि एकचोटि व्यासजी वेदव्यास चाहिँ 17वटा पुराण, 6वटा शास्त्र, वेद, उपपुराण, उपवेद सबै बनाइसक्नु भएपछि मनमा खिन्न भयो। हामीलाई कहिलेकाहीँ केही यसो काम गर्दा केही बनाउँदाखेरि के पुगेन, आज के पुगेन भने जस्तो लाग्छ नि, उहाँलाई नि के पुगेन भन्ने भयो। अनि खिन्न मुद्रामा हुनुहुन्थ्यो। अनि नारदजी आउनुभयो। नारदजी आएर के भयो व्यासजी भन्दा, हेर्नु नारदजी सबै त बनाएँ मैले, मलाई के नपुगे किन पुगेला? तपाईँले 17वटा पुराण बनाउनु भयो, तर भगवानको जन्म आदि क्रिया गरेर भक्ति भावले बनेको केही पनि बनाउनु भएको छैन, एउटा बनाउनुहोस् भनेर भागवत बनाउन प्रेरित गर्नुभयो नारदजीले र चतुश्लोक सुनाउनु भयो। 4वटा श्लोक सुनाउनु भयो। त्यो 4 श्लोक सुनाइसकेपछि उहाँले 18,000 श्लोक बनाउनु भयो व्यासजीले। भागवत त बन्यो। अब कसले कसलाई सुनायो भन्दा व्यासजीले सुखदेव स्वामीलाई सुनाउनु भयो। सुखदेवजीको जन्मको पनि ठुलो लामो छ कथा, ठिक छ, त्यो आफ्नो ठाउँमा छ। अनि सुखदेव स्वामीले परीक्षितलाई सुनाउनु भयो भन्दा महाराज जस्तो राजा जस्तो मान्छेलाई कसरी 7-7 दिनसम्म सुन्ने मौका। हामीले एकछिन 5 मिनट बस्दै यता दुख्यो उता दुख्यो, घर भेटिसक्यो होला होइन, अहिले यसो हेऱ्यो पानी पऱ्यो भने घरमा लुगा सुकाएको छ, के होला भन्ने छ भने उहाँलाई महाराज जस्तो राजा जस्तो 7 दिनसम्म सुन्ने कसरी मौका मिल्यो, के छ भन्नु भन्दा। अनि महाभारतको युद्ध त हामीले सुनेका छौँ। महाभारतको युद्ध भयो, कौरव र पाण्डवको युद्ध भयो नि। युद्ध भइसकेपछि अनि सबै पापहरू चाहिँ नाश गरिसकेपछि भगवान पनि स्वधाम जानुभयो। भगवान पनि स्वधाम जानुभयो नि, एउटा तीर लाएर चाहिँ। हेर्नु भगवानलाई पनि तीर लाएर जानु पऱ्यो न, भगवान त टाटा भनेर जानु पर्थ्यो नि त। प्रारब्ध कस्तो थियो? राम अवतारमा रामले चाहिँ बालीलाई मार्नु भएको थियो नि, सुनेको छु नि हामीले रामायण। हो, त्यो कारणले फेरि त्यही बाली चाहिँ बनेर आएर उसलाई गर्छ। आज हामीले जे गर्यो भोलि आउँछ, लुकाएर कहीँ लुक्दैन। हेर्नु 4-5वटा चाहिँ खुर्सानी खाइदियो, भोलिभन्दा देखिहाल्छ, देखिँदैन भने गरेको काम भोलि फल प्राप्ति हुन्छ भने अहिले नभए पनि अर्को जन्ममा अथवा कुनै दिन प्राप्ति हुन्छ भने कृष्ण भगवानलाई नि एउटा चाहिँ तीर लाएर, व्याधले तीर लाएर चाहिँ हुनु पर्थ्यो त सोद्धाखेरि, हो कि भन्नु न। किनभने राम अवतारमा उहाँले बालीलाई मार्नुभएको कारणले गर्दाखेरि थाहा छ नि हामीले, त्यो त्यही नै प्रारब्ध भनेको त्यही हो। भगवानलाई त छोडेन, हामीलाई त के नि। अब अनि अर्को एउटा प्रसङ्गमा प्रारब्ध भनेको कस्तो कुरा हुन्छ, शनिदेव जानुभयो। हामी शनिको 7.5 अड्याइया भन्छौँ नि। अनि शिव कैलाश जानुभयो, हेर्नुभयो के भयो शनिदेव तपाईँ त यहाँ आउनु भएको छ भन्दा भगवान अब म तपाईँलाई लाग्छु, अब भोलिदेखि 7.5को दशा 7.5 वर्षसम्म म लाग्न लाग्छु, तिमीले मलाई चाहिँ एउटा शनिले म शिवजी जस्तोलाई चाहिँ 7.5 दशा लाग्छ र हामीलाई 7.5को दशा लाग्यो नराम्रो भन्छौँ नि हामी होइन। अनि होइन मेरो यस्तै छ, म त लाग्छु अब भोलिदेखि, तपाईँ तयार हुनु भन्दा ल ठिक छ हेरौँला भनेर उहाँ। अनि शनिदेव आउनु भएको थियो, कैलाशमा महादेव भेट्नु भएन। कहाँ जानुभयो सिद्धियो। त्यसपछि 7.5 वर्षपछि शिवजी फेरि आउनुभयो कैलाशमा, अनि शनिदेव पनि आउनुभयो। अनि उहाँले भन्नुहुन्छ ल देख्यौ शनि तिमीले मलाई पत्ता लाग्यो त भन्दाखेरि शिवजी कहाँ लुक्नु भएको रहेछ, एउटा चाहिँ गोबरमा चाहिँ किरा भएर लुक्नु भएको रहेछ। हे महाराज, हे भगवान, त्यही 7.5को दशा लाएर त तपाईँ गोबरमा लुक्नु पऱ्यो 7.5 वर्ष भन्दाखेरि झस्याङ्ग हुनु उहाँ। त्यसरी भनेको आफूले गरेको कुरो आउँछ त्यसरी। अनि त्यति भइसकेपछि युद्ध पनि भयो, भगवान पनि स्वधाम जानुभयो। त्यसपछि स्वधाम गइसकेपछि त त्यो सबै धर्म त गयो नि अब। अनि अर्जुनहरू पनि पञ्च पाण्डवहरू पनि के गर्नुभयो, जिउँदै स्वर्ग जानुभयो। अनि उत्तराको गर्भमा चाहिँ उपमन्युको छोरा कृष्णको नाति जन्मिनु भएको थियो परीक्षित। त्यसमा अर्को प्रसङ्ग आउँछ, अश्वत्थामाले चाहिँ म पाण्डवको सबै वंश नाश गर्छु भनेर चाहिँ उहाँले चाहिँ ब्रह्मास्त्र प्रयोग गर्नुभएको थियो। उत्तराको गर्भमा गर्भवती हुनुहुन्थ्यो, उहाँलाई पीडा भएपछि भगवानको ध्यान गर्दाखेरि भगवान गर्भमै छिरेर चाहिँ उहाँलाई चाहिँ सुरक्षा गर्नुभएको थियो। अनि परीक्षित जन्मिनु भयो, परीक्षितलाई राज्य अभिषेक गरेर चाहिँ पाण्डवहरू जानुभयो। अनि परीक्षित पनि के गर्नुभयो, एकदिन घुम्दै जानुभएको थियो, एउटा गाई र गोरु चाहिँ रोएर बसिरहेको छ। गाईको एउटा खुट्टा थियो, गोरु चाहिँ पुरै के अरे गाई चाहिँ पुरै रगताम्य भएर घाउ गरेर बसिरहनु भएको थियो, गोरुको एउटा खुट्टा मात्र थियो।
अनि के हो यो मेरो राज्यमा छ भन्दा पृथ्वीलाई पनि अलिक खनजोत गरेर जर्जर भएको छ नि। पृथ्वी पनि दुःख, मान्छेले एकदम अत्याचार गरेका छन्। अनि धर्मको पनि चारवटा पाउमा एउटा पाउ मात्र छ अहिले, अलिकति एउटा पाउ मात्र छ नि। धर्म सबै ठाउँमा धर्म देखाउने धर्म छ नि त, यति मनदेखि धर्म छ त काहीँ पनि छैन नि। धर्म पनि एउटा खुट्टामा अडियो भएको छ। यो कसले गर्दा भन्दा कलीले मेरो राज्यमा धर्म पनि गाह्रो भयो, पृथ्वीलाई पनि गाह्रो भयो। ल यो भइसकेपछि त भने म मार्छु भनेर कलीलाई मार्न जानुभयो। अब मारेर चाहिँ के मार्न जानु भएको थियो, एकछिन युद्ध गर्नुभयो, सकेन उसले। त मेरो राज्यबाट बाहिर जा भनेर सबै पृथ्वीमा उहाँले राज्य गर्नुभएको, त बाहिर जा भन्दा कहाँ जाने फेरि, मलाई बस्ने ठाउँ दिनु भन्नुभयो कलीले। ल ठिक छ, तँलाई म बस्ने ठाउँ दिन्छु। चोर फटा डाकु हुन्छ नि, लुट्ने त्यस्तो गर्ने ठाउँमा त बस। हस्, जुवा खेल्ने तास खेल्ने हुन्छ नि, के पास छ त्यो खेल्ने ठाउँमा त बस। जहाँ मदिरा धेरै तपाईँहरूको सगुनको रूपमा खाइन्छ है, फेरि तपाईँलाई भने हामी मदिरा धेरै खाने ऊ जाने झगडा गर्ने ठाउँमा बस है। अनि एउटा बेस्या आइमा बेस्याहरू ठाउँमा गएर बस भनिदिनु भयो। चाडा त मैले नराम्रो भयो, एउटा चाहिँ राम्रो दिनु न भने ल सुनमा गएर बस भन्नु। अहिले ल सुन लाउनु भएको छैन, हामी छोपेर लाउँछौँ कसैले, ल थाहा छ बल्ल बल्ल किनेको छ 2.5 लाख 3 लाखको काहीँ सुन लाएर यहाँ छोप्दैनौ नि, यस्तो देखाउँछ, यस्तो देखाउनु लाओ नि। हो कलीमा जे छ सुन छ, पैसा भयो नि मान्छे सुने किन्छ नि, हिरा किन्दैन नि, किन्छ त। अनि हामीले यहाँ पूजा गर्ने बेला नि सुनको प्रतिमा भनेर ल्याउँछौँ नि त, ल्याउँदैन? सुनमा चाहिँ कली बसिया छ अरे के, अधर्म गरेको सुनमा है। धर्म मैले राम्रो काम गरेर ल्याएको सुनमा होइन कि अधर्म गरेको सुनमा चाहिँ त्यो सुन हराउनु पनि दशा, भेटाउने पनि दशा लाग्छ भन्थ्यो नि, त्यस्तो त्यो सुनमा त्यो सुनेछ नि त अहिले। ल भने भयो। अनि त्यतिकै जानुभयो, आफ्नो राज्यमा जानुभयो। अनि एकचोटि फेरि घुम्दै जानुभएको थियो, सिंह ऋषिको चाहिँ आश्रममा जानुभयो। समीक ऋषिको दुईजनाको आश्रममा जानुभयो। अनि उहाँले पानी प्यास लाग्यो, ऋषिलाई यसो पानी दे भन्दाखेरि ऋषि ध्यानमा हुनुहुन्थ्यो। अनि उहाँले यसो विचार गर्नुभयो, त्यहाँ विचार म राजा जस्तो मान्छे आएको छु होइन, म राजा जस्तो मान्छे आएको छु, यो समीक ऋषि बोलाएर बस्नु भएको छ, के गरे भन्नुभयो। उहाँ मजाले बसिरहनु भएको थियो। अनि उहाँले यता यसो गर्नुभयो, त्यहाँ मरेको सर्प देख्नु भएको छ, मरेको सर्प ल्याएर घाँटीमा लगाइदिनु भयो। अनि उता के भयो, त्यति भइसकेपछि समीक ऋषि बसिरहनु भएको थियो, घाँटीमा मरेको लगाइदिनु भयो। उता सिंह ऋषि पनि उहाँ पौडी खेल्दै हुनुहुन्थ्यो साथीभाइमा। त यहाँ चाहिँ पौडी खेलेर बसेर तेरो पिताजीको चाहिँ घाँटीमा कसले हो मरेको सर्प लगाइदिएछ भनेर भन्यो। उहाँलाई हो भन्छ, उहाँले याद गर्नु भएन, त्यो जसले मेरो पिताजीको घाँटीमा मरेको सर्प लगाइदिएको छ, अबको 7 दिनमा तक्षक नागले डसेर उसको नि मृत्यु होस् भन्ने श्राप दिनु। अनि महाराज पनि अनि ऊ पनि आयो होइन, सिंह ऋषि पनि आउनुभयो। आएर चाहिँ यसो हेर्दा रुँदै त्यो सर्प राख्नुभयो। अनि पिताजी पनि यसो उठ्नुभयो, किन भन्दा हजुर घाँटीमा चाहिँ सर्प राखेर जिउ त यहाँ सर्प हिँड्यो भने केही गर्छ, हामीले चलायौँ चुप लाएर बस्यो, उसले केही गर्छ गर्दैन नि। जिउ त सर्पले त केही गर्दैन, मरे सर्पले त के गर्छ बाबु भन्दा। अनि तैँले के गरेस् भन्दा खोइ कसले हो, मैले चाहिँ अब आउने 7 दिनमा त्यसको पनि मृत्यु होस् भनेर श्राप दिए भन्दाखेरि। अनि यसो पिताजीले चाहिँ हेर्नुहुन्छ, ओहो महाराज परीक्षित जो चाहिँ पाण्डवकै वंश ठुलो धर्मात्मा राजा, तैँले चाहिँ बित्ताइस छोरा, अब लै जाऊ दरबारमा जाउँ भनिदिनु पऱ्यो भन्नुभयो। अनि त्यो महाराज परीक्षित पनि त्यहाँबाट अब पानी पनि प्यास लागेको थियो, उहाँले गर्नुभयो। घर आएर मुकुट यसो फुकाल्नु झस्याङ्ग हुनुभयो, किन त्यो मुकुटमा के थियो, सुन थियो। त्यो चाहिँ भीमसेनले चाहिँ जरासन आदि राक्षसहरूलाई मारेर ल्याएको मुकुट त्यही लाएर जानुभएको थियो। त्यो अधर्म गरेको सुनमा के भयो, कली बस्यो नि, मती भस्त्र भयो नि हामीलाई। हो मुकुट ठ्याक्क फुकाल्नु भएको थियो झस्याङ्ग। ओहो म राजा जस्तो मान्छेले एउटा ऋषिलाई ध्यानमा गरेको मरेको सर्पलाई दिक्का। उहाँ एकदम खिन्न मुद्रामा बसिरहनु भएको थियो। अनि समीक ऋषि र सिंहजी पनि आउनुभयो। अनि महाराज ओहो आज मेरोमा ऋषिहरू आउनुभयो, अहिले भर्खर मैले सर्प लगाइदिएको, उहाँ आउनुभयो, धोकामै गएर शास्त्रसँग दण्डवट गर्नु थियो, महाराज मलाई माफ गरिदिनु भने होइन, हजुरले त्यो गल्ती गरिहाल्नुभयो। अब हेर्नु छोराले पनि अब श्राप दिएछ, तपाईँले श्राप दिएछ, अबको 7 दिनमा तपाईँको मृत्यु हुन्छ। तक्षक नागले बसेर अब आफ्नो चाहिँ के छ गर्नु। उहाँ खुसी हुनुभयो, ओहो डेट त थाहा हो नि मर्ने 7 दिनमा, ल ठिक छ भनेर आफूले लागेका सबै गहना सगहना सबै दिएर अनि गङ्गा तटमा गएर बस्नुभयो।
अब हामीलाई डक्टरले 7 दिन मर भन्यो भने के हुन्छ? हामी त आफत त्यहाँ त खेत थियो, उता घर थियो, उता छोरा नथी सोध्छौँ नि होइन, आज भोलि भोलिपछि उहाँ हुनु भएन। हामी पनि 7 दिनमा मर्छौँ नि, मर्दैन ग्यारेन्टी मर्छौँ 7 दिनमा। 8 दिन छ त, आइतबार सोम मङ्गल बुध बिस शुक्र, थाहा छ नि 7 दिनमा मर्छौ भनेर। कि बिहान मर्छौ कि दिउँसो मर्छौ कि राति मर्छौ थाहा छ नि। त्यही पनि एकदमै लोभ लालच गरेर बसिया छौँ हामी पनि। अझै उहाँ पनि के गर्नुभयो, तटमा गएर बस्नुभयो। अनि सबै ओहो अब महाराज परीक्षित चाहिँ बस्नु, अब मर्नु मृत्यु हुँदैछ अरे भने सबैजना आए त्यहाँ। कसैले के गर्ने त, अब म मर्ने बेला भयो, अब म के गरौँ भन्दा कसैले ध्यान गर भने, कसैले तप गर भने, कसैले जप गर भने, कसैले यज्ञ गर दान गर भने, उहाँलाई चित्त बुझ्दैन। एवं प्रकारले सुखदेव स्वामीलाई पनि थाहा थियो। सुखदेव स्वामी आउनुभयो, सबैले उठेर साष्टाङ्ग दण्डन गर्नुभयो। अनि सुखदेव स्वामीलाई भन्नुहुन्छ, अब म मृत्यु हुँदैछ 7 दिनमा, अब म के गरौँ भनेर यति प्रश्न सोद्धा प्रथम स्कन्द सिद्धियो। द्वितीय स्कन्दमा भन्नुहुन्छ, हे महाराज तपाईँ मर्ने नै होइन नि। जस्तो हामी कोही एउटा मरेको मान्छेहरू त ट्याक्क त्यहाँ सुतेर हुन्छ हो, सुतेर हुन्छ नि त्यहाँ। अब यसो विचार गर्नु, त्यसको पनि टाउको छ, हात छ, खुट्टा छ, सर्लक्क मिल्या शरीर छ, मेरो पनि छ। त्यो र ममा के फरक? त्यो सुत्या छ, म उठ्या छु। राति त हामी पनि सुत्छौँ नि। सँगै बसेको बुढी अथवा सँगै बसेको बुढाले घुर्या हुन्छ हामीलाई, तपाईँले कति घुर्या भन्छौँ हामी, तर उसलाई हो र मैले घुरिरहेको हुन्छ, कहाँ रातभरि सुत्न दिएन हुन्छ। कस्तो निर्णाम होला, आफूले यहाँ घुरेको यहाँ नसुन्ने, अचम्म छैन त हेर्नु। सुन्दैन, तर सँगै बसेर उहाँ उता कोठाको मान्छेले सुन्या हुन्छ फेरि। भनेपछि त्यो लास्ट त्यो मरेको व्यक्ति र हामीमा के फरक छ? ऊ पनि ट्याक्क मिलेको छ, हामी पनि मिलेको छ, सिर्फ ऊ बोल्दैन हामी बोल्छौँ। भने राति पनि त्यही हो नि, हामी राति पनि बोल्छौँ त। त्यही भएर बिहान उठेर नुहाउनुपर्छ, लुगा फेर्नुपर्छ भनेको कारण राति मरेको हामी मरे नि रातभरि के थाहा हो? भैँचाले गयो हो र, थाहा नै थिएन त मलाई कस्तो मिठो निर्णय लाग्यो भन्छ हामी, फेरि भन्दैनौँ। अनि ऊमा हामीमा के छ त, उसमा के छैन, ममा के छ त्यही। अब यो सास फुत्त बाहिर गयो, मलाई बाहिर अड्क्यो भने जय श्रीराम धन्न आछ नि। कति टाढा पनि गएको छैन फेरि, कति 2 अङ्गुल 3 अङ्गुल कहाँ गएको छैन नि। यो सासकै लागि त हो नि हामी बसिरहेको होइन। प्रतिश्वासम सविश्वासम राम राम स्मरेत होइन। अनि श्वास नविश्वासी आगत छ नग भन्छ क्या। प्रतिश्वास विश्वास गरिरहनु पऱ्यो हामीले। राम 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 कृष्ण भनिरहनु पऱ्यो। फुत्तका आएन भने सक्यो। हिजो भर्खर बोलेको मान्छे राति मरेछ होला, अहिले भर्खर बोलेको त बाटा होइन खोत्लोकै मरेछ भन्छौँ नि हामी। के कारण त, अब के चाहिँ के छ, अब कोही केही कर्कला पातमा चाहिँ उठ्छ नि भने जस्तै। अनि अब म के गर्ने भन्दाखेरि, हे भगवान् म के गरौँ त महाराज परीक्षित भनेर सोद्धाखेरि उहाँले भन्नुहुन्छ, एउटा भगवान् हामीभित्रै हुनुहुन्छ, एउटा भगवान्को भगवान्भित्र हामी छौँ, हाम्रो भित्र भगवान् हुनुहुन्छ। जस्तो गर्भमा बच्चा बच्ची भएको बेला त्यो आमाले गर्भको बच्चालाई देखा हुन्छ, त्यो गर्भको बच्चाले नै आमाको मुख देखा हुन्छ, जन्मिनै पऱ्यो नि। हामीले पनि आफूभित्र भएको त्यो अध्यात्मलाई त्यो भगवान् रूपीलाई जन्माउनु पऱ्यो। हे भगवान्, हे महाराज, यो जुन सूर्य चन्द्र छ भगवान्को आँखा सम्झिनु, यो पहाडहरू भगवान्को जिउ सम्झिनु, यो हावा भगवान्ले सास फेरेर सम्झिनु, लत्तापत्ता भगवान्को रौँ सम्झिनु, यो नदी नाला भगवान्को नसा सम्झिनु, सबै भगवान्को हुन्छ जान भगवान्को भित्र हामी छौँ सम्झिनु। अब हामीभित्र पनि भगवान् सम्झिनु पऱ्यो। हेर्नु, हामी मन्दिर जाँदाखेरि के गर्छौँ, यसो गर्छौँ सबैले, किन गरे खै बुवाले पनि गर्नुभएको थियो, आमाले पनि गर्नुभयो, दाइले पनि गरे, भाइले पनि गरे, यस्तो गर्छौँ होइन, गर्छौँ नि। यसो गर्नलाई कि नजिक बोल्नु न टाढाबाट यसो गर्छु, किन गरे त, यहाँ के छ त फेरि, यहीँ के छ, यसो गरे नि हुन्थ्यो, यसो गरे नि हुन्थ्यो, यहीँ गरेछु। अब वेदले के भनेको छ, सहर्ष श्रीरेखा पुरुष सहर्षाक्ष सहर्षपात स भूमि गुङ सर्वते पिता त्यतिष्ठ दशाङ्गुलम। 1000वटा हात हुनुभएको, 1000वटा खुट्टा हुनुभएको, 1000वटा आँखा हुनुभएको, सबै 1000वटा हुनुभएको, त्यो 10 अङ्गुलमा यहाँ छ ठ्याक्कै भगवान् यहाँ विराजमान हुनुहुन्छ। हामी त छातीमा हात राखेर भन्छौँ नि हामी, ल आत्मसाक्षी राखेर भन्छु, किन भन्छ छातीमा हात राखेर भन्छ, ल तँले ढाँट्या भन्छ, हामी छातीमा हो ल मैले गरेँ होइन भन्छौँ नि त। के छातीमा त के रहेछ नि, यही भगवान्लाई खोज्नुहोस् भनेर चाहिँ भन्नुभयो। अब हाम्रो प्रश्न आउँछ, यहाँ भगवान् त तपाईँले भन्नुभयो गुरुबा, अनि मलाई किन चाहिँ उठबट्याङ गर्न आउँछ, पाप किन गर्न आउँछ? एउटा फलाम र अनि चुम्बकलाई एक ठाउँ राखिदिनु, त्यो फलाम पनि के हुन्छ,
चुम्बक भयो। एउटा फलाम एउटा चुम्बकलाई यसरी राखिदिनु एउटा काठमा, अनि 20 वर्ष बाँधेर फ्यालिदिनु, यो फलाम चुम्बक हुन्छ। यो बिचमा यो जुन छ नि त्यो मैलो हो, त्यो मैलो छ क्या हामीमा, त्यो मैलो छ हामीमा। अनि हामी के भन्छौँ, तेरो नाम के भन्दा मेरो नाम, मैले भने मेरो नाम सञ्जीव भन्छु, म नाक देखाउँछु नि त, यो त नाक हो कि होइन, सञ्जीव हो त म, यो के हो, यो के हो, यो के हो, म खै त अनि म खै भन्नु त, अब बुझ्नुभयो नि कुरा। मेरो छ है फेरि, मेरो हात, मेरो टाउको, मेरो नाक, मेरो खुट्टा, मेरो देख्यो म देखेन, मेरो देख्यो म देखेन भन्छ त्यो म खै हो, त्यो म हो। हामी मलाई खोज्नु पर्यो। कहिलेकाहीँ राति सुत्दा निन्द्रा लाग्दैन, अनि सोच्नु के म कहाँबाट आएँ, म कहाँ जाने, यो के हो संसार, के भयो यो, कसरी भयो। हिजो हजुरबा पनि भित्र जानुभयो, बा पनि भित्र जानुभयो, म पनि जान्छु, मेरो छोरा जान्छन्, घर यहाँको यहीँ छ सबै। अब भोलि तपाईँको छोराले गर्छ यहाँ होइन, छोरा पनि जान्छ, नातिले गर्छ, ठाउँ त यहीँ छ। त्यही कुरुक्षेत्र, त्यो पाण्डव र कौरवको चाहिँ युद्ध किन परेको, त्यो जग्गाको लागि होइन। त्यो कुरुक्षेत्र अहिले पनि त्यही छ जग्गा, कोही छ कहीँ गयो त छैन नि। जति नै मारकाट परे पनि सम्पत्ति त यहीँ हुन्छ, मान्छे मात्र जान्छ नि। त्यो अहमता मेटाउनु पऱ्यो क्या, अहमता मेटाइसकेपछि बल्ल हामी कलम छ क्या। अघि मैले चुम्बक र उसको उदाहरण दिएँ नि, महाराज परीक्षित त्यही हो। एउटा आफूभित्र भगवान् हुनुहुन्छ त्यो याद गर्नु र ध्यान गर्नु, अनि तत्त्वको कुरा आउँछ क्या। यो टाउको शिवजीले दिनुभएको शिवलिङ्ग कस्तो छ, टाउको जति छैन हो, यहाँ अब यहाँ पञ्चमुख बनाएर बनाएको छ नि त, सर्वव्यापक छ नि त। टाउको कसले दिनुभएको, यो भन्दै जान त फेरि रात पनि बित्न सक्छ, म सर्टकट भन्छु है। अब बगैँचा कहाँ पुग्छ कहाँ पुग्छ, अब शिवजीले दिनुभएको टाउको शिवजीलाई दिने। हात कसले, इन्द्र, इन्द्रले स्वर्गदेखि मध्यसम्म लोकसम्म चाहिँ इन्द्रले राज गर्नुहुन्छ। टाउको पनि चलाउँछ, खुट्टा पनि चलाउँछ। अनि खुट्टा लगायो भने हामी के भन्छौँ, शिव शिव भन्छौँ। खुट्टा लगायो भने के भन्छौँ, विष्णु विष्णु भन्छौँ नि, सरी त पछि भने विष्णु विष्णु भन्छ भन्दैनौ, किन भने त फेरि अब विष्णु विष्णु भन्छौ नि, किन भने विष्णु भन्न त त्यही भने सबैले भने, मैले नि भने हो। यो खुट्टा विष्णुले दिनुभएको, सबै पेट समुद्रमा सबै हाम्रो सबै बाघ मात्रै, विष्णु मात्रै, रुद्र मात्रै, बाघ सबै जान्छ नि। यो सबै यहाँ जी तित्रो अमिलो सबै छ। आँखा चन्द्र सूर्यले दिनुभएको, यो अश्विनी कुमारले, यो उसले, यो छाला चाहिँ देवीले, यो दिशाले दिएको, सबै सुन्ने हो। अब अहिले नै त्यहाँ गएर यसो त्यहाँ बाजा बजाउने कान त्यहाँ गइहाल्छ। हामीसँग त्यो छ। खुट्टा विष्णुले गर्दाखेरि तत्त्व विभिन्न छ, यो सबैलाई हटाइदिने। अब जस्तो यो अहिले यो यज्ञ भयो नि, यो यज्ञ भयो, यो यज्ञ भन्यो, अब यो पनि फाल्दो त्यो पनि फाल्दो, यहाँ के खोइ यज्ञ भयो त फेरि। यो एउटा मात्र भयो भने यज्ञ भएन, एउटा मात्र यज्ञ भयो त, यज्ञ हुने 5वटै चाहियो फेरि। अब यसलाई सुताइदिउँ, यज्ञ भएन नि, ठिक छ सिद्धिसक्यो, यज्ञ छ त, यज्ञ खोज्न कहाँ जाने, फेरि बनाउनु पऱ्यो नि। भन्छ हामी खोइ त, अब यो घर भन्छौँ हामी, यो घर भन्नु भने यो सिमेन्टी हो, इट्टा हो, मैले म खै फेरि अब मेरो त भयो, म चाहिँ छैन नि। त्यो म खोज्नु पऱ्यो क्या, म खोज्नुको लागि भागवत शर्मा। त्यही भएर उहाँले म मृत्यु हुँदैछु, म अब म मृत्यु हुँदैछ 7 दिनमा भन्दा तपाईँ आफूभित्र खोज्नुहोस्, कहीँ बाहिर जानु पर्दैन, कहीँ बाहिर जानु पर्दैन। भगवान् प्राप्ति गर्नु आफूभित्र खोज्नुहोस्। उहाँले ध्यान गर्नुभयो, आफूभित्र भगवान् प्राप्ति गर्नुभयो। अब 7 दिन त बिताउनु पऱ्यो। त्यो 7 दिनमा चाहिँ सुखदेव स्वामीले परीक्षितलाई यो सबै कथा भन्नुभएको गरे 7 दिन लाग्यो है, यो भयो। अनि यसपछि त्यति भइसक्यो, सृष्टिका कुराहरू गर्नुहुन्छ परीक्षितले, सृष्टिका कुराहरू गर्नुभयो। अनि भगवान्को विराट स्वरूपको कुरा गर्नुहुन्छ, विराट स्वरूपको बारेमा। अनि लक्षणहरू छन् श्रीमद्को, के अरे श्रीमद् भागवतको सर्ग विसर्ग स्थान पोषण मती मनमत स्थान कथा लक्षण भयो। यति भइसकेपछि अब तृतीय स्कन्द सुरु भयो। तृतीय स्कन्दमा सृष्टि कसरी भयो त, अब विश्वको सृष्टि कसरी भयो त। हिजो केही थियो यहाँ, आज सृष्टि भयो नि, मोबाइल हातमा आयो। हिजोसम्म केही पनि फोनको उहाँ पल्लो गाउँमा गएर हेलो भन्नु पर्थ्यो, मोबाइल आयो, सृष्टि भयो नि। यो विश्वको सृष्टि कसरी भयो त भन्दाखेरि, यो जुन तपाईँले यो सुनाउनु सोध्नु भएको छ, उता
मैत्रेय ऋषिलाई पनि विदुरजीले पनि मैत्रेय ऋषिलाई सोध्नु भएको थियो। अनि मैत्रेय ऋषि र विदुरजीको कहाँ भेट भयो भन्दाखेरि ल म तपाईँ अब बल्ल सप्ताहको अब कथा बल्ल सुरु भयो है, सप्ताह सुरु भएसम्म त अलिकति भएको थियो। अनि त्यति भइसकेपछि विदुरजीले चाहिँ महाभारतमा युद्धमा सहभागी हुनुभएको थिएन नि। उहाँले भन्नुभयो पाण्डवलाई पनि दिनुपर्छ है, एउटै हजुरबाको सम्पत्ति हो, दुईटा दाजुभाइले बराबर बाँड्नुपर्छ, एउटालाई बढी घटी होइन भन्दाखेरि अनि दुर्योधनले ए दासी पुत्र मेरो चाहिँ काका नभइदिए तपाईँलाई चाहिँ यो दरबारबाट निकाल्थे भन्दा धिक्का, त्यसको चाहिँ त्यो अन्न खाएर म बस्छु यो राज्यमा, अधर्मी र यो पापी मान्छेको भनेर उहाँ जानुभयो। महाभारतको युद्धमा विदुरले मात्र हो भाग नलिनु भएको। अनि उहाँ अब जान्छु, हिजोसम्म त पापीको अन्न खाइरहेको थियो नि त, जस्तो अन्न खाए त्यस्तै हुन्छ नि। अब यो पापीको अन्नलाई चाहिँ जस्तो तपाईँले यहाँ पूजाआजा गर्नुभयो, भोलि काहीँ केही गरेर त्यो दक्षिणा ल्याउनु भएको रहेछ, मैले खाएँ भने मलाई नि पाप लाग्यो, फेरि त्यो यहाँ हुन्जेलसम्म मलाई नि गाह्रो हुन्छ कि है। पापीको अन्न खानुभन्दा बरु म तीर्थाटन जान्छु भनेर विदुर पनि तीर्थाटन जानुभएको थियो। अनि उद्धवजीलाई भेट भयो। ओहो उद्धवजी भनेको त भगवान्को चाहिँ प्रिय सखा पनि भयो, काका नि हुनुहुन्थ्यो। अनि भगवान्को बारेमा मलाई भन्नुभन्दा भगवान् चाहिँ मथुरामा जन्मिनु भयो, गोकुलमा जानुभयो, वृन्दावनमा राजक्रीडाहरू गर्नुभयो, स्वयंवर गरेर अनि महाभारतको कौरव र पाण्डवको उ गरेर चाहिँ युद्ध गराएर पापहरू सबै पापीहरूको चाहिँ उद्धार गरेर सोदाम जानुभयो। अनि खरौ लिएर जानुभएको छ, त्यही भएर मलाई खरौ दिनुभएको छ। म बद्रीको आश्रममा गएर चाहिँ म भगवान्को ध्यान गरेर चाहिँ म नि गोलोक जान्छु। तपाईँ यो सृष्टिको कुरा म अहिले भन्न सामर्थ्य छैन, मलाई गाह्रो छ, तपाईँ मैत्रेय ऋषिका जानु भनेर मैत्रेय ऋषिका जानुभयो। अनि विदुरजी र मैत्रेय ऋषि भन्नुभयो सृष्टि कसरी भयो भन्नुभयो। सृष्टि भन्दाखेरि उहाँले भन्नुहुन्छ, अनि उहाँले पहिला चाहिँ ब्रह्माजीको उत्पत्ति गर्नुभयो। भगवान्को नाभि जो विष्णुको फोटोमा देख्नु भएको छ, नाभिबाट ब्रह्माजी आउनुभयो। ब्रह्माजी त्यहाँको त्यो आउनुभएको थियो, उत्पत्ति हुनुभयो। यता नि अँध्यारो उता नि अँध्यारो, म कहाँ जाउँ भन्नुभयो, तलतिर जानुभयो। हामी अँध्यारो ठाउँमा, जिन्दगी नगएको ठाउँमा अँध्यारो, म गयो भने हामी पत्ता लाग्छ। घरमा त अँध्यारो ठाउँमा नै हुन्छ, यति यो सिँढीपट्टि यहाँ कोठा चाहिँ यो छ थाहा पाउँछ। उहाँलाई पनि त्यस्तै भयो, तल पनि जानुभयो, माथि पनि जानुभयो, काहीँ पनि पत्ता लगाउनु भएन, कहाँबाट आएँ म कहाँबाट आएँ। अनि त्यो कमलको फुलमा चाहिँ टक्क बसिरहनु भएको थियो। अनि एउटा चाहिँ त्यहाँ दुईवटा आवाज आयो, पानीको के हुन्छ तप 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 तप, ए तप गर्ने भनेर उहाँले एकदम तप गर्नुभएको थियो। अनि पछि त्यो आउने बेला यस्तो एउटा पहिला एउटा टाउको थियो ब्रह्माजीको, चारवटा टाउको देख्नु भएको छ नि, पाँचवटा टाउको छ। यता हेर्नुभयो दक्षिणतिर एउटा टाउको, पछाडि हेर्नुभयो पश्चिमतिर, यता हेर्नुभयो माथितिर हेर्नुभयो पानी। एउटा टाउको चाहिँ अहङ्कारले, सबभन्दा ठुलो म भने अहङ्कार गर्दा शिवजीले त्यो टाउको काटिनु भयो। त्यही भएर हामीले फोटोमा ब्रह्माजीको चारवटा टाउको देख्छौँ नि। अनि उहाँले तप गर्न लाउनु भयो। तप गरिसकेपछि दिव्य वर्षपछि चाहिँ भगवान्ले दिनु, ओहो भगवान् आज चाहिँ हजुरको दर्शन पायो, ल सृष्टि गर्नु भन्नुभयो। सृष्टि गर्दा उहाँले चाहिँ सनकादिगरका 4 कुमारहरू सृष्टि गर्नुभयो। त्यो सृष्टि गरिसकेपछि उनीहरूले मानेनन्, यो हामी यो बिहा गरेर यो घरजाम गरेर हामीलाई यो पनि छैन, हामी यत्तिकै बरु भगवान्को नाम सङ्कीर्तन गर्छु भनेर रिसाउनु भयो। हामी रिसाउँदाखेरि यो आँखी भाउ हुन्छ नि, त्यहाँबाट एउटा चाहिँ बालक पैदा भयो, त्यसको नाम रुद्र, रुँदै जन्मिया भएर रुद्र शिवजीको एउटा रूप, शिवजी उत्पत्ति हुनुभयो भन्ने कहानी छ। अनि एवं प्रकारले गर्दा 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 चाहिँ अनि स्वयम्भू मन्दिर र शतरूपा पनि विभिन्न ब्रह्माजीले यहाँ विभिन्न कथा छ है, विभिन्न गर्नुभयो, राक्षस गर्नुभयो, गण गर्नुभयो, यक्ष गर्नुभयो। गर्दा गर्दा कसैले पनि मानेनन्। अनि आफ्नै शरीरलाई 2 भाग लगाइदिनु भयो। अब मेरो शरीरलाई 2 भाग लगाइदिएपछि दायाँबाट चाहिँ स्वयम्भू मनु, देवबाट चाहिँ शतरूपा, 2 जना स्त्री पुरुष, उहाँबाट 5वटा सन्तान जन्मियो। फर्स्टमा हाम्रो पुर्खा भन्नु उत्तानपाद प्रियवत भनिए 2 जना छोरा, आकुति प्रसुति देववती 3टा छोरी, अनि चाहिँ 5वटा सन्तान जन्मिनु भयो। अनि यति भइसकेपछि उहाँहरूले सृष्टि गर्नुभयो। आकुति प्रसुति देववती, आकुतिलाई रुचि प्रजापति, प्रसुतिलाई दक्ष प्रजापति, देववतीलाई कर्दम ऋषिलाई चाहिँ बिहा गरिदिनु भयो। बिहा गर्नु पऱ्यो नि, गर्नुभयो। गरिसकेपछि त्यहाँ चाहिँ के भयो अर्को, अब यो सृष्टि गर्ने योभन्दा अगाडि सृष्टि गर्नुभन्दा गर्दा ठाउँ त चाहियो हामीलाई, यो पूजा गर्नलाई ठाउँ चाहियो नि। पृथ्वी नै हुनुहुन्न त्यहाँ, अब पृथ्वी हुनुहुन्न। पृथ्वीलाई चाहिँ हिरण्याक्षरले सुनेको थियो नि, हिरण्याक्षरले पृथ्वीलाई लिएर चाहिँ उहाँ समुद्रमा गएर विलय गराइदिनु भयो। अब अहिले आउँछ समुद्र त हाम्रो यहाँ पृथ्वीमै छ, त्यो समुद्र खै त भन्ने प्रश्न पनि आउँछ हामीमा। यो पृथ्वी डुब्ने समुद्र खै त भन्ने प्रश्न आउँछ नि त। समुद्र त हामीले देखाएको छौँ, हाम्रो नेपालमा नभए नि बाहिरतिर। अहिले अब साइन्टिस्टले विज्ञानले के पत्ता लगायो भन्दा यस्तो पृथ्वी चाहिँ
1000वटा अट्ने चाहिँ एउटा समुद्र पत्ता लगायो अरे काहीँ माथि, त्यही समुद्र हो कि भन्ने नि आशकै कुरो होला नि। एउटा अब अहिलेसम्म पत्ता लगाउन सकेको छैन नि, विज्ञानले पत्ता लगाउन सकेको छ, माथि अहिलेसम्म हेरिरहेको छ मङ्गलमा बस्न मिल्छ कि चन्द्रमा बस्न मिल्छ काम भनेर उनीहरू नि निरीक्षण गरिरहेछन्, अन्वेषण गरिरहेको। रिसर्च भन्छ। रिसर्च भनेको के त हो फेरि? अब रि भनेको के हो त? रि भनेको फेरि, सर्च भने छैन नि उनीहरूले। रिसर्चको मतलब के त? भइरहेको चिजलाई फेरि रि गर्नु भनेपछि त रहेछ त एउटा, उनीहरूले नि माने नि, विज्ञानले नि मानेछ नि त। मैले सर्च गरी भन्दैन, रिसर्च गरी भन्छ उसले। भएको कुरालाई फेरि सर्च गरे भनेपछि त केही त पहिल्यैदेखि रहेछ नि, पहिलेदेखि रहेछ नि, त्यही रिसर्च गरे भन्छ नि हो। अनि अब त्यो पृथ्वी नै समुद्रमा डुबिसकेपछि भगवान्ले चाहिँ बरारूप लिनुभयो। बरारूप लिएर हिरण्याक्षसँग युद्ध गर्नुभयो र फेरि पृथ्वीलाई उद्धार गरेर आउनुभयो। त्यही भएर बरारूप चाहिँ हाम्रो बराह क्षेत्रमा, नेपालको के अरे विश्वको पहिलो तीर्थस्थल बराह क्षेत्र होला, त्यहाँ अवतार लिनुभएको। अनि बराह त्यसपछि अनि कहाँबाट हिरण्याक्ष आयो भन्ने कुरो 81। अब हेर्न त्यहाँ त हिजोको सृष्टि हुँदै थियो भन्दा जय विजय अनि सनकादि जुन 4 कुमार भनेको थिएँ नि मैले, उहाँहरू चाहिँ वैकुण्ठ जानुभएको थियो। जाँदा जय विजय 2 जना द्वारपाल, उहाँ यसो बच्चाहरू सानो सानो बच्चाहरू कहाँ भगवान्लाई भेट्न आएको भनेर चाहिँ उनीहरूले चाहिँ के अरे रिस गरे। अनि उनीहरूले भगवान्को ठाउँमा बसेर पनि राक्षस प्रविधि गर्ने, रिस गर्ने, तिमीहरू चाहिँ अब राक्षस हो भनेर श्राप दिनुभयो। उता भगवान्लाई पनि के भयो, ओहो मेरो द्वारपाल जय विजयलाई चाहिँ श्राप पऱ्यो भने डोरेर आउनुभयो। जस्तो हाम्रो घरमा पालेको कुकुरले कसैलाई टोक्यो भने काले कुकुरले टोक्यो भन्छन् कि फलानुको कुकुरले टोक्यो भन्छन् त? काले कुकुरले सेतो कुकुरले टोक्यो त भन्दैन, फलानुको गयो, फलानुको कुकुरले टोक्यो भन्छ, नाम त घरबेटीको गयो नि। उहाँ भगवान् विष्णुलाई के भयो, भगवान् विष्णुको पार्षदले चाहिँ एउटा ब्राह्मणलाई के भयो, अपहेलना गर्यो। त्यो घरमा आएको व्यक्तिले कहिले पनि अपहेलना गर्नुहुन्न के। चिने जाने छु माथि ल्याउ न, बाहिरबाट आस्, मलाई अलिकति गाह्रो छ, म व्यस्त छु भनेर केही यसो सम्मान चाहिँ गर्नुपर्छ। कुन कुन रूपमा आएको छ कसैलाई थाहा हुँदैन कि, कुन कुन रूपमा आएको छ के थाहा। ल तिमीहरू श्राप त पाइहाल्यौ, अब तिमीहरू ल ठिक छ, अब 7 जुनीसम्म मित्रता गरेर फेरि वैकुण्ठ आउने कि 3 जन्मसम्म चाहिँ दुश्मनी गरेर मसँग लडेर चाहिँ आउने भन्दा 7 जुनीसम्म हामी बस्न सक्दैनौँ भगवान्, हाम्रो 3 जुनी भन्दाखेरि एउटा दन्तवक्र र शिशुपाल भन्ने, अनि रावण र कंस होइन, रावण कुम्भकर्ण, रावण र कुम्भकर्ण, दन्तवक्त र शिशुपाल भयो। अनि अर्को एउटा ठ्याक्कै बिर्सेँ मैले, फेरि यो 6वटा भयो। त्यति भइसक्यो उनीहरूले त्यही हिरण्याक्ष र हिरण्यकश्यप, त्यही हिरण्याक्ष पहिलो अवतार भयो। अनि उनले चाहिँ त्यहाँ वर अवतार लिएर उहाँको उद्धार गर्नुभयो। अब हिरण्यकश्यपको चाहिँ 7औं स्कन्धमा आउँछ है। त्यो भइसकेपछि फेरि पृथ्वीलाई के भयो, यथास्थानमा लाएर उहाँले गर्नुभयो। त्यति गरिसकेपछि सृष्टि भयो। अब सृष्टि भइसकेपछि अब त्यो 5वटा कन्याको चाहिँ देवहूतिको कदम ऋषिसँग बिहा गर्नुभयो। बिहा गरिसकेपछि कदम ऋषिले देवहूतिसँग गर्नुभयो। 9वटा चाहिँ छोरी जन्माएर फेरि छोरा पाउनुभयो। अनि देवहूतिले भन्नुहुन्छ म पढे लेखेको छैन, मैले उ गरेको छैन, मैले भन्दा केही गर्नुपर्ने आमा, पढ्नु पर्दैन, तपाईँले चाहिँ भगवान् आफूलाई भगवान्, म भगवान्कै देन हो, म मेरो भित्र भगवानै हुनुहुन्छ भनेर यति सम्झिनुहोस्। तपाईँले केही पनि गर्नुपर्ने भनेर योगहरू, साङ्ख्य योग होइन, साङ्ख्य योग भयो, भक्ति योग, विभिन्न योगहरूको कुरा बताउनु भयो। अनि उतापट्टि अब उत्तानपादको 2 जना, एउटा छोरीको सिद्ध है, अब छोराको उत्तानपादको 2टा श्रीमती, सुरुचि र सुनीति। सुरुचि रुचि भएपछि मान्छेले के हुन्छ, रुचि भइसकेपछि ए यो पनि लाउँ ऊ पनि खाउँ भन्ने हुन्छ नि। नीति भइसकेपछि जे छ त्यही। सुरुचिबाट उत्तम, सुरुचि मान्छेलाई रुचि बढ्यो भएपछि उत्तम खोज्छ अरे क्या। सुनीति भएपछि ध्रुव खोज्छ अरे, हामी ध्रुव तारा भन्छौँ नि, कति ध्रुव तारा त्यहाँ यता उत्तरतिर भन्छौँ न। अनि ध्रुव हुनुहुन्थ्यो। अनि उत्तानपादको चाहिँ के भएछ, त्यहाँ उत्तम चाहिँ बसिरहनु भएको थियो। अनि म पनि जान्छु पिताजीको चाहिँ काखमा बस्न जान्छु भन्दाखेरि, अनि उता त सौतनी आमा हुनुहुन्थ्यो, उहाँले तैँले त्यहाँ काखमा बस्नलाई मेरै गर्भबाट जन्म लिनुपर्छ भनेपछि अनि रुँदै जानुभयो।
अनि भगवान्लाई ध्यान गर, भगवान्को ध्यान गरेपछि मात्रै तैँले चाहिँ तेरो पिताजीको चाहिँ काखमा बस्न पाउँछस् भन्दाखेरि नारदजीलाई भेट्नु भयो। नारदजीले के गर्नु पर्दैन, ओम नमो भगवते वासुदेवाय जप्नु, अनि ओम नमो भगवते वासुदेवाय जप्नुभयो, साक्षात् भगवान्ले चाहिँ दर्शन दिनुभयो अनि ध्रुवलोक प्राप्ति भयो। यति छ चतुर्थ, यो चाहिँ अहिले हामीले चतुर्थ स्कन्धको है। अब त्यसपछि ध्रुवले चाहिँ अब गर्नुभयो, त्यहाँ पृथु राजाहरू चाहिँ हुनुहुन्छ। पृथु राजाहरूको चाहिँ अब जुन ध्रुवको वंशमा बेन हुनुहुन्थ्यो, बेन भने खत्तम, हाम्रो सबै घरमा छोरा सब कसैको एकदम राम जस्तो छोरा हुन्छ, कहीँ कंस जस्तो छोरा पनि जन्मिन्छ नि त्यहाँ। अनि बेनले चाहिँ के गर्यो भन्दाखेरि बेन चाहिँ यति राजा पूजा नि गर्नु हुँदैन, के पनि गर्नु पर्दैन, मै हो, मलाई पूजा गर, मै हो भनेर चाहिँ उहाँले गर्दा, उहाँको डरले गर्दा पृथ्वीले पनि अन्नहरू उत्पादन गरेका थिएन। अनि उहाँकै वंशमा चाहिँ उहाँको चाहिँ पृथु राजाले चाहिँ फेरि सबै खनजोत गरेर अनि गाईको रूपमा पृथ्वी जानुभयो, दुनुभयो अनि यो गर्नुभयो। यति गइसकेपछि त्यति भयो। अनि पञ्चम स्कन्धमा चाहिँ अनि अब त्यति भइसक्यो। पञ्चम स्कन्धमा चाहिँ प्रियवतकोहरू आउँछ, विभिन्न वंशहरूको आउँछ, भरतको चाहिँ चरित्र आउँछ। भरतको चरित्र एकदम लामो छ, त्यही पनि भन्दाखेरि अन्तिममा भरतले चाहिँ मृग पाल्नु भएको थियो। यसको कथा धेरै छ अहिले भन्दा। मृग आफूले आश्रममा मृग पाल्नु भएको थियो। त्यो मृग आज नै मृग हामी घरमा हुन्छ नि खाने, कुकुर कहाँ गयो, त्यसले खायो, राति पनि त्यो कहाँ भन्छौँ नि, उहाँले मृग पाल्नु भएको थियो। त्यो मृगले नै यतानि मृग उतानि मृग गर्दा उहाँको न्यास ध्यान सबै टुट्यो। अनि अन्तिममा नि मृगभन्दा भोलिपल्ट अर्को जन्म मृगकै योनिमा जानुपर्छ, मृग भएर जन्मिनु पर्छ। त्यसरी यस कथाबाट के बुझिन्छ, अन्तिम समयमा जसले मान्छेले जे सम्झ्यो अर्को पालि त्यही नै हुन्छ। चाहे भगवान् नारायण भन्यो भने नारायणै भयो, कुकुर भन्यो कुकुरै भयो, मेरो छोरा भने छोरै भएर जन्मिनु पऱ्यो, मेरो श्रीमती भएर जन्मिनु पऱ्यो, यहाँ पर। त्यही भएर अन्तिम अवस्थामा जसले जे सम्झेर चाहिँ मृत्यु हुन्छ उसले त्यही नै। एवं प्रकारले चाहिँ अब यो ध्रुव के अरे उसको चरित्र भयो। अनि यसै गर्दा अब पञ्चम स्कन्धमा भयो। षष्ठ स्कन्ध, अब पञ्चम स्कन्धमा नरकहरूको पनि छ, नरकहरूको पनि वर्णन छ। अनि अन्तिम अवस्थामा यो नरकको वर्णन गर्दाखेरि अन्तिम अवस्थामा कसरी चाहिँ चर्छ भन्दा अजामिलको कथा हुन्छ। हामीले अजामिलको कथा नै सुने होला। अजामिल ब्राह्मण भएर पनि एकदमै वेश्याको सङ्गत गरेर ऊ मतिभ्रष्ट भइसकेको थियो। अनि एकचोटि उसको घरमा साधु सन्त आउनु भएको थियो। अनि श्रीमतीले मेरो बुढा चाहिँ एकदम मतिभ्रष्ट हुन्छ, के गर्ने भन्दा ठिक छ तिमी कान्छो छोरोको नाम नारायण राख, तिम्रो भल हुन्छ भन्दा छोरो पनि जन्मियो, नारायण पनि भयो। अनि जब अन्तिम अवस्थामा जब हामी त्यो शास्त्रानीमा अन्तिम अवस्थामा घर गर्छौँ नि, अनि उहाँ अब अन्तिम अवस्था भएपछि यमराजका दूतहरू आए, एकदम हामी देख्छौँ कालो कालो भएको नङ्ग्राए पासो लिएको। अनि उहाँले तर्सिनु भयो। अब आएर चाहिँ सास प्राण ताना लाउनु भयो, त नारायण भनिदिनु भयो उहाँले। भगवान्ले भने होइन, छोरोको नाम। त्यही भएर छोराछोरीको नाम देउताका राख्नुपर्छ भनेको कारण त्यही हो कि नारायण भन्ने बित्तिकै विष्णुका दूतहरू आए। अनि होइन यो त एकदम पापी छ, यसलाई नर्क लान्छु भन्दा होइन, जति नै पाप गरे पनि अन्तिममा नारायण भनेको यसलाई लान्छु र दुईजनाको दूतहरूको झगडा पर्न थाल्यो। विष्णुका दूत र यमराजका दूत। यमराजका दूतहरू गए यमलोक, बाबा हामी तपाईँको काम गर्दैनौँ, अब के काम गरे ऊ आजीवन चाहिँ पाप गर्ने, अनि अन्तिममा नारायण भन्दैमा अनि यस्तो हुन्छ भन्दा हो र ल, जसले नारायण भगवान्को नाम लिन्छ अन्तिम अवस्थामा त्यसका तिमीहरू हेर्न नजानु भन्दैन। त्यही भएर पहिला नारायण नारायण भन्ने चलन थियो नि, मान्छे मर्नु पर्छ। अहिले त मिल्दैन, झ्याप्प आइसियुमा राखेर नारायण र कृष्ण कहाँ भन्नु भाग्य चाहियो, भाग्य चाहिएन। त्यही भएर बुढापाकाले भन्नुहुन्छ नि, मलाई हस्पिटल भनेको कारण त्यही हो कि उहाँलाई आस्था हुन्छ नि अन्तिममा वरिपरि सबै होस् भनेर। अनि त्यति भयो, त्यति भइसकेपछि त्यही भएर हामीले पनि के गर्नुपर्छ, बच्चाको नाम नारायण राख्नु पर्दछ। अनि एवं प्रकारले भइसकेपछि त्यहाँ अब नारायण कवचको कुरा आउँछ, वृत्तासुरको कुरा आउँछ है, चित्रकेतुको हजुर प्रसङ्गहरू आउँछ। अनि सप्तम स्कन्धमा चाहिँ अब छैटौँ स्कन्ध सिधै सप्तम स्कन्धमा प्रह्लादको चरित्र, हिरण्यकश्यपको त हामीले सुनेका छौँ, प्रह्लादको चरित्र सुनेका छौँ नि, प्रह्लादको चरित्र सुनेको थियो, त्यो प्रह्लादको चरित्र आउँछ, त्यो त भन्नु परेन भइहाल्यो। अष्टम स्कन्धमा चाहिँ अनि गजको एउटा आउँछ क्या, त्यसमा चाहिँ जब हात्तीहरू चाहिँ एउटा सरोवरमा घुम्न गएका हुन्छ, किडा गर्न गएका हुन्छन्, अनि एउटा गोइले चाहिँ त्यो हात्तीलाई च्याप्प समाउँछ, माउ हात्तीलाई समाउँछ गोइले पोखरीमा जाँदा। अनि झ्याप्प समाउनु बित्तिकै
अनि ओहो गोइले समायो भनेपछि के अनि ऊ सबैजना तर्सेर गए, बुढी पनि गए, छोरा नि गए, नातिनी गए, सबै गए। मलाई यस्तो भएको छ तिमीहरू आऊ भन्दा हामी त कोही आउँदैनौँ। जति नै मेरो छोरो भन्नुहुन्छ यहाँ एउटा चाहिँ त्यो लामखुट्टेले के एउटा चाहिँ यहाँ टोक्यो भने हामी छोटेर यसो गर्छौँ नि, हामी माया गरेको छ त हामीले। अहिले भैँचाला अवस्था छोरो नाति मतलब छैन, आफू पहिला बुझ्छ हो। अनि न छोरी आयो त्यहाँ, न छोरो आयो, न श्रीमती आयो, न छोरा, कोही आयो हात्तीको आएन। हे भगवान् मलाई त कोही पनि छैन भन्दा भगवान् आएर चाहिँ त्यो गोइलाई चाहिँ उद्धार गर्नुभयो। त्यही भएर कसै पनि छैन है, मेरो मै छु, न मेरो श्रीमतीले गर्छन्, न छोराले, न नातिले कसैले गर्छन् भने त्यो ज्ञानको कुरो दिन खोजेको हो क्या। त्यो चाहिँ हात्तीलाई पर्दाखेरि उसको कोही आएन नि, को छ त अन्तिममा हात्तीले पनि भगवान्ले हेर्दा भगवान्प्रति जानु पर्दछ भनेर त्यही हो। एवं प्रकारले गर्दा फेरि अब अनि यसैमा चाहिँ अब समुद्र मन्थनको कुरो आउँछ अष्टम स्कन्धमा। समुद्र मन्थन सुनेको छौ नि, देउता समुद्र मन्थन गए, 20 साउनमा शिवजीले खानुभयो, अमृत प्रकट भयो, दानवहरूले लान लाथे, दानवहरूले हुँदैन यिनीहरूलाई दिनु भनेर दारुनी चाहिँ जुन पहिला दारुनी मदिरा पनि आएको थियो, एक लाइनमा बस्नुभयो। भगवान्ले मोहिनी रूप लिनुभयो अनि दानवहरूलाई चाहिँ के दिनुभयो, मदिरा दिनुभयो, देवताहरूलाई अनि अमृत दिनुभयो। त्यसपछि अनि दानवहरूले एकजना बिचमा बस्यो, सूर्य र चन्द्रको बिचमा बसेको थियो, उसले खाएको थियो। सूर्य चन्द्रले भगवान्ले यो त दानव भन्दा काटिदिनु भयो। टाउको के भयो, राहु भयो, यो गिड के भयो, केतु भयो। त्यही भएर ग्रहको उपमा पाए अमृत खाएको हिसाबमा है, अमृतमा त। अनि फेरि दुईजना अब त्यहाँ छलकपट भयो, दुईजना मिलेर काम गरेका थिए, फल अमृत दुईजनाले खाने भने दानव उसको भयो, फेरि युद्ध भयो। अनि भगवान्ले आएर थामथुम गरेर युद्ध पनि गर्नुभयो, उसलाई चाहिँ सबैलाई चाहिँ ज्ञान कुरो दिएर यति भयो। नवम स्कन्धमा विभिन्न चाहिँ राजाहरूको वंशको कुरा आउँछ, श्री रामचन्द्र रामायणको कुरा आउँछ, रामायण पनि हामीले सुनेका नै छौँ। यति भइसकेपछि अनि दशम स्कन्ध आउँछ। दशम स्कन्धमा अब पृथ्वीको ठुलो भार खप्नै सक्नु भएन, पृथ्वीले भार खप्नै सक्नु भएन। अनि पृथ्वी गएर ब्रह्माजीलाई म त भार खप्यो त पापी भयो, कंसको अत्याचारले गर्दा मैले चाहिँ सकिनँ है भन्दाखेरि ल ठिक छ केही समय धैर्य गर, भगवान्ले भने। अनि ब्रह्माजी गएर भगवान्को जाँदा म ठिक छ कृष्ण अवतार लिएर आउँछु म, तिमी चिन्ता नगर। अनि सबैलाई ल म कृष्ण अवतार लिएर आएको छु, कोही अब गोपिनी बन्ने हो कि कोही के बन्ने हो कि सबैजना आफू आफ्नो बनेर जानु भनेर अनि कृष्ण अवतारको कुरा आउँछ। अनि त्यसपछि भइसकेपछि अनि वसुदेव र सुनेको छौँ कृष्णको, हामीले सबै कथा सुनेको छौँ नि। वसुदेव देवकीको बिहा गर्नुभयो, एकदम घोडा सोडा सुन चाँदी लानु भएको थियो, आकाशवाणी भयो। किन पापको घडा न उम्लीसँग कसैलाई के गर्न पाइँदैन नि। त्यो त्यत्तिकै छोड्या भए कंसले त्यति पाप पनि गर्दैन थियो, पाप पनि गराउनु पर्यो। अनि तैँले जसलाई लाँदैछ 8औँ गर्भबाट तेरो मृत्यु हुन्छ भन्दाखेरि उसलाई काट्न मार्न लाथ्यो। किन मार्नु आफ्नो बहिनीलाई, लोकले के भन्छन्, बरु राख्नुहोस् भन्दा म तपाईँलाई सन्तान दिन्छु भन्यो, गइसकेपछि पहिलो भयो। अनि त्यो उसले नारीले भन्नुभयो 8वटा त भन्यो, कुन 8वटा त अब जेठो पहिलो 8 हो कि 8औँ गर्भ त भन्नुभयो, हो है भन्नुभयो। त्यसपछि अनि 6औँ गर्भसँग भयो, उसले गरेर ठ्याक्क मारिदिनु भयो। अनि 7औँ गर्भमा चाहिँ मायाले चाहिँ उता लानुभयो, उताबाट कथा सुनेको छु नि हामीले, यशोदाबाट बलराम ल्याएको माया। अनि बाँड्दाखेरि तँलाई मार्ने चाहिँ उता जन्मिसकेको छ भन्दा झस्याङ्ग हुनुभयो। जन्मिँदा जेल सबै नेलहरू पनि सबै गएको थियो। यमुनाबाट चाहिँ भगवान्लाई वासुदेवले लानुभयो, यशोदा पनि त्यहाँ बसिरहनु भएको थियो। उहाँबाट जुन गर्भ थियो कन्या भन्नु न, उहाँ ल्याउनु भएको थियो, सबैले केही पनि थिएन। एवं प्रकारले भयो, कंसले पनि पठाउनु भयो, लजा उता बच्चा जन्मा छ अरे, गोकुलमा जो जन्मा छ त्यसलाई मार भन्नुभयो, किनकि पापको घडा त उमाल्नु छ फेरि। एवं प्रकारले गर्दा गर्नुभयो। अनि पुतना आए, म जान्छु है, हल्लल विष, पुतनाले चाहिँ विषपान त्यो स्तनपान गर्न लाउनु भएको थियो। भगवान्ले चाहिँ यो विष चाहिँ छोडिदिएर अनि शिवजी आउनु भएको थियो। मेरो भगवान्लाई गाह्रो हुन्छ भनेर शिवजीले चाहिँ त्यो विष तानिदिनु भयो, भगवान्लाई चाहिँ आमाको आश्रय दिनुभएको थियो। अनि उहाँ पनि त्यसको उद्धार गर्नुभयो। अनि एवं प्रकारले गर्दाखेरि त्यहाँ पुतना पनि बढ्नुभयो, सङ्कट अनि सकट बन्द गर्ने तृणावत होइन। अनि भयो भगवान्को चाहिँ नामसँग 11 दिन न्वारन भएको थिएन फेरि। कंसले उहाँ आएको आइथ्यो, धेरै दिनपछि नामकरण न्वारन भयो क्या। त्यही भएर 11 दिन न्वारन गर्न पाइएन भने पनि केही गर्नु पर्छ, पछि गर्दा नि केही फरक पर्दैन। भगवान्को 11 दिन भएन, धेरै समयपछि चाहिँ भएको थियो। अनि त्यसपछि त्यो भयो। त्यति भइसकेपछि यमला अर्जुनको चाहिँ उद्धार गर्नुभयो, बच्चासुरको बकासुरको
है गर्नुभयो। अनि ब्रह्माजीलाई पनि हेर्न मन लाग्यो थियो, ओहो यो भगवान् को भन्दा जुन ग्वालाहरू गाई वस्तुहरू लानुभएको थियो ब्रह्माजीले लुकाइदिनु भयो सबै। हेरौँ त यो कृष्ण भनेर जन्म्या अरे को भन्दा भगवान्ले थाहा पाइहाल्नुभयो। फेरि आफैले सबै गाई वस्तु ग्वालाहरू सबै फेरि आफैले त्यहाँ निर्माण गर्नुभयो। ब्रह्माजी आएर हो हजुरको मायाले मैले जान सकिनँ भन्नुभयो। यसरी उसको माया पनि गर्नुभयो। अनि कालियानाग पनि हामीले सुनेको छौँ, कालियानाग पनि दमन गर्नुभयो। अनि प्रह्लादपुरको वध गर्नुभयो। अनि विभिन्नहरू रासलीलाहरू पनि गर्नुभयो। अनि गोवर्धन पर्वत इन्द्रको यज्ञ गर्नु, इन्द्रको पूजा गर्नुपर्छ भने इन्द्रको पूजा गर्नु पर्दैन। यो जुन पाहाडहरूको छ नि थुप्रो, यहाँको चाहिँ उनीहरूको चाहिँ स्याहार सुसार गर्नु, त्यहाँबाट पानी आउने जडीबुटी पाइने, त्यही भएर चाहिँ पर्वतको गर्नुपर्छ भने गोवर्धन पर्वतको चाहिँ पूजा गर्ने चलन लाउनुभयो। त्यही भएर हामी गोवर्धन पर्वतको पूजा गर्छौँ नि तिहार ताका हो त्यो पर्वत। किनभने त्यस्तो चाहिँ जडीबुटी हुन्छ, जङ्गलहरू राख्यो भने भोलि पानी पर्ने हुन्छ, खाद्यान्नहरू प्राप्ति हुन्छ भनेर त्यो हिसाबमा चाहिँ भगवान्ले नै त्यो लगाइदिनु भयो। अनि त्यति भइसकेपछि भगवान्ले रासलीला गर्नुभयो, गोपिनीहरूसँग रासलीला गर्नुभयो। शिवजी पनि लुकेर आउनु भएको थियो है। युगल गीतहरू विभिन्न काम गर्दा फेरि अब भएन, नारदजी आउनुभयो। हे भगवान् अब खालि यो लिलै गर्न नि हजुरले, अब त बच्चाबाट भएन नि, उता कंसको अत्याचार छ, हजुरको बाआमा वसुदेव र देवकी जेलमा हुनुहुन्छ, उद्धार गर्नु पर्दैन भन्दा ल त्यसरी म त्यसरी आउनु त मलाई दिँदैनन्, मलाई चाहिँ अक्रुरलाई बोलाउनु भनेर अक्रुरलाई आउनुभयो। अक्रुरले पनि भन्नु, अनि नारदजी गएर कंसलाई पनि भन्नुभयो तपाईँको कृष्ण त उता छ त, अनि अब बोलाउनु न, यज्ञ गर्नुहोस् बोलाउनुहोस्। त्यही भएर नारद भने तँलाई नारद भन्ने गाली गर्छौँ नि हामी, यता कुरो उता लाउने, नारदले मिलाउनु कुरा। हे कंस महाराज अब यसरी बसेर भयो, यज्ञ गर्नुहोस्, भान्जालाई बोलाउनुहोस्, अनि त्यसपछि तपाईँ युद्ध गरेर वध गर्नुहोस्, उताले कुरा मिलाउनु हो। नारदजीले चाहिँ राम्रै काम गर्नुपर्छ भन्ने भयो। उतापट्टि नारदजीले कृष्णलाई पनि फेरि त्यही भन्नुभयो, अब बाललीला गरेर भएन भगवान्, अब ठुलो भइसक्नु भयो, अब गएर कंसको वध गर्नुहोस्, पापीहरूको चाहिँ उद्धार गर्नुहोस् भनेर अनि अक्रुरजीलाई बोलाउनु भयो। कंसमा जानुभयो, कंसको वध गर्नुभयो। अनि त्यसको कंसको वध गरेपछि पिता आफ्नो माताजीलाई भेटघाट गर्नुभयो। 14 वर्षपछि भेट्नुभयो। त्यसपछि अनि उता कंसलाई वध गरेपछि जरासन बहिनी ज्वाइँ, आफ्नो ज्वाइँलाई चाहिँ कसैले मारिसकेपछि त अनि आफ्नो ससुरा अथवा जेठान दाइलाई पनि त गाह्रो हुन्छ नि त। अनि उसले चाहिँ युद्ध गर्नुभयो, एकदम युद्ध, जरासनसँग धेरै युद्ध भयो। युद्ध भइसकेपछि उसको नि उद्धार गर्नुभयो। एवं प्रकारले गरिसकेपछि चाहिँ अनि उतापट्टि अब उहाँले त्यही विषयमा कंस मार्नु भन्दा अगाडि कुब्जाको नि गर्नुभयो, धोबीको नि उद्धार गर्नु, सबैको उद्धार गर्नुभयो। अनि उद्धवलाई पठाउनु भयो। अब वृन्दावन त उहाँ जानु न, अब मथुरा गोकुल सक्यो भगवान्को त्यहाँ। राधालाई भन्नुभएको थियो म तिमीसँग भेट्दिनँ, अब मेरो सिद्धियो। अब जब बिछोड भएको थियो, बिछोड भइसकेपछि अब म मुरली पनि बजाउनु भन्नुभयो उहाँले। त्यही भएर कृष्णले जति छ नि वृन्दावनमा हुँदा मुरली बजाउनु भएको थियो, त्यसपछि बजाउनु भएन नि, सरप परेको थियो के, माथिदेखि सरप परेको थियो। त्यही भएर सबै सरप परेको कारणले भन्दा भगवान्लाई आफ्नो जन्म दिने आमा बाबुसँग बिछोड हुनु पर्थ्यो होला त, रामलाई सीतासँग बिछोड हुनु पर्थ्यो होला त छ। अनि त्यहाँ पनि के भएको थियो, एउटा धोबीले चाहिँ तँले ढिला घर आउँछस्, राम जस्तो हो र, उता गएर अर्काले लगाएर चाहिँ बुढीलाई चाहिँ मैले राख्ने भनेर गाली गरे। त्यति सुनेको भएर लोक लालचबाट चाहिँ बच्नको लागि सीतालाई चाहिँ अनि छोडिदिनु भएको पछि त्यो पनि छ। किनभने सत्यमा हुनुहुन्थ्यो नि त, हो त, छोडेको हो। दुनियाँले भने छोड्नु परेन, राम राज्य भन्थ्यो नि त, सत्य हो। अनि त्यति भइसकेपछि अनि जरासन आदिसँग चाहिँ युद्ध गर्नुभयो। अनि त्यसपछि मुचुकुण्डको पनि त्यहाँ उहाँले चाहिँ उद्धार गर्नुभयो। अनि अब त्यति भइसकेपछि विवाह गर्नुभयो। रुक्मिणी मेन पहिलो आफ्नो श्रीमती भनेको रुक्मिणी, उहाँको 16,107 वटा होइन कि जम्मा, मेन चाहिँ रुक्मिणी हो। अरू पनि आफ्नो हिस्सामा गर्नुभयो। अनि शिशुपालहरूलाई पनि उहाँको उद्धार गर्नुभयो है। यो विभिन्न लीलाहरू गर्दा 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 चाहिँ उहाँले अनि युधिष्ठिरले पनि एउटा चाहिँ राजसूय यज्ञ गर्नुभएको थियो, त्यहाँ चाहिँ शिशुपालको नि उहाँले चाहिँ उद्धार गर्नुभयो। एवं प्रकारले गर्दा 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 चाहिँ अब पाण्डवहरूको पनि अब युद्ध, पाण्डवहरू कौरवहरूको पनि सबै पापहरू नाश गर्नको लागि युद्ध रचाउनु भयो। एवं प्रकारले गइसकेपछि अब दशमी स्कन्धमा यो विभिन्न धेरै कथा छ है यहाँ, त्यही पनि मैले यसो अलिकति छोइदिएको मात्रै है यहाँ। अनि एकादशमा अब भगवान्ले के भयो, अब
जन्मेपछि त मृत्यु हुनुपर्छ, हामी मृत्यु हुन्छु भनेर हामीले पनि डराएर हुँदैन के। भगवान् त मृत्यु हुनु पऱ्यो, राम त जानु पऱ्यो, हामी त को हो र भन्ने एउटा तुच्छ एउटा मनुष्य हो नि त एउटा। अनि भगवान्ले के गर्नुभयो, अनि साम्बा भन्ने एउटा उहाँको छोरा हुनुहुन्थ्यो, अनि दुर्वासा ऋषि हुनुहुन्थ्यो। ऋषिहरू बसिरहनु भएको थियो, अनि यो ऋषिहरू त बसिरहनु भएको छ, सत्यता के छ भनेर एउटा केटा मान्छेलाई सामालाई चाहिँ ट्याक्क लाएर त्यहाँ एउटा चाहिँ कपडा सपडा कोसेर पेट ठुलो पारेर ऊ चाहिँ गर्भवती छिन्, यसले छोरा हुन्छ कि छोरी हुन्छ ऋषि भन्नु त भनेर उनीहरू चाहिँ त्यो जाँच्न गएछन्। दुर्वासा ऋषिले त थाहा पाउनुभयो, ए आज तिमीहरूले चाहिँ मलाई यसरी झुकाउन आएको, ल यहाँबाट चाहिँ तिमीहरूको नाश हुने एउटा ऊ बनोस् भनेर चाहिँ श्राप दिनुभयो। सुमन के भन्छ त्यसलाई एउटा क्या त्यो। अनि त्यसरी ल यसो हेर त्यही भन्यो। ल उनीहरूलाई चाहिँ घोटे 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 ढुङ्गालाई जति घोटे पनि अलिकति लास्टमा त हुन्छ नि फ्याले, त्यो फ्यालिसकेपछि त्यो चाहिँ एउटा ब्यादाले लियो क्या, ब्यादाले लियो एउटा अन्तिमको एउटा किलो जस्तो। अनि अरू चाहिँ झारपात बने। अनि यति भइसकेपछि त्यहाँ अब सबैजना अब उन्मत्त भए, मदिरा खाए, त्यही झारले एउटाले अर्कोले हान्ने गरेर सबै मृत्यु भयो। अनि भगवान्लाई नि के भयो भन्दाखेरि भगवान्लाई पनि उनीहरूले के गरे, त्यो जुन ब्यादाले चाहिँ भगवान्लाई हानेको थियो नि त्यही सुल के भन्छ कि एउटा त्यो, त्यसले गर्दा भगवान्को पनि गोलोक धान भयो है। श्रीकृष्ण चन्द्र भगवानको। अनि 81 स्कन्धमा अर्को ज्ञानको कुरो, पुरै ज्ञानको कुरो छ, पुरै ज्ञानको उद्धवलाई ज्ञान दिनु। अहिले मैले पहिलोचोटि भनेको थिएँ नि उद्धवलाई, तपाईँ त जाँदै हुनुहुन्छ भगवान्, अब यो कलिकालमा चाहिँ के धर्म कहाँ जान्छ भन्दाखेरि भगवान्ले तिरोधारण प्रवेश पुण्यमला जस्तो चाहिँ यही भागवतमा चाहिँ गर्नुभएको थियो नि हो। यो अन्तिम ज्ञान दिएर भगवान् पनि स्वधाम लाग्नुभयो। अनि उद्धवजी पनि स्वधाम भगवान्को खरौ लिएर चाहिँ बद्रिकाश्रम गरेर स्वधाम उहाँले पनि आफूभित्रै चाहिँ भगवान्ले प्राप्त गर्नुभयो भनेर यो 11 र 12। 12 स्कन्धमा कलिकालमा के छ, कसको राजा छ, पुराणहरू के छ भन्ने पनि भयो। एवं प्रकारले भन्दाखेरि अब अन्तिममा गएर चाहिँ महाराज परीक्षितलाई पनि के भयो, सुखदेव स्वामीले ल भयो आज तपाईँको 7 दिन पनि सकेको छ, ठ्याक्कै 7 दिन भयो। अब तपाईँले चाहिँ अब तपाईँ शरीर होइन अन्तिम ज्ञान दिनुहुन्छ। ए महाराज परीक्षित तपाईँ शरीर, हामी शरीर हो त, शरीर त हामी होइन नि, शरीर त हाम्रो शरीर हो भने खै शरीर बुद्धि गरेर भएन क्या। म अहिले मेरो र म भनेको थिएँ नि, म पत्ता लगाउनु पऱ्यो क्या अब भनेपछि। ल अनि तक्षक नाग पनि एउटा आउनुभयो, म त मेरो होइन भने चाहिँ म खोज्नु, मैले म पत्ता लगाइसकेँ, मैले म पत्ता लगाइसकेँ भने चाहिँ मेरो काम लागेन नि त। अनि भगवान्मा ध्यान गर्नुभएको थियो, तक्षक नाग टक्क दस्याएको थियो, उहाँ पनि मृत्यु भयो। जन्मजेले अब यज्ञ गर्नुभयो। आज मेरो पिताजीले सर्पले सबै सर्पहरूलाई चाहिँ उहाँले चाहिँ यज्ञ गर्नुभएको थियो। अनि पछि सबैजनाले सम्झाउँदाखेरि सर्प यज्ञ पनि गर्नु भएन भनेर चाहिँ यति भयो। अनि महाराज परीक्षितको पनि उद्धार भयो। यसरी यो श्रीमद् भागवत भन्न त भने नि 7 दिनसम्म पनि अलिकति सुन्न गाह्रो छ, भ्याइँदैन। चतुर्मासमा 4 महिनामा पनि अलिअलि हो कि, सप्ताहमा पनि त्यही त हो नि। अब पाठ सुन्नु पऱ्यो, गर्नु पऱ्यो, पाउनु पाएको छैन यसो हाइहेल्लो भन्नु पऱ्यो। कोही नबोल्दाखेरि सप्ताह लाएर चाहिँ मसँग एक नजानी हेरेन भन्छन्, फेरि गाह्रो छ। 7 दिनमा अलिकति मात्र हो कि अलिकति 50% सुन्न सकिन्छ। चतुर्मासमा 60% सुन्न सकिन्छ भने अहिले कति भयो, मोटामोटी 1.5 घन्टा भयो के भन्न सकिन्छ र। मैले अलिअलि मात्र बनाएको छु यो भनेर। त्यसरी जसरी महाराज परीक्षित उद्धार भयो, जसरी धुन्दाकारीको उद्धार भयो, हाम्रा वंशमा पनि कोही त्यस्तरी प्रेत योनिमा जानुभएको छ, कोही त्यस्तो वायु रूपमा जानुभएको छ भने नि यो एका महायज्ञ भनौँ न, श्रीमद् भागवत महापुराण एकामालाई चाहिँ श्रवण गरेर चाहिँ सबैको उद्धार होस्, सबैमा सद्बुद्धि आओस् र अन्तिममा त म र मेरो जुन भने त्यो चाहिँ यसो याद गर्नु होला। त्यति गर्नुभयो भने सबैजनाको हुन्छ क्या। त्यति भन्दै अब कति बोलेँ मैले, के हजुरले केही नबुझ्नु, केही त बुझ्नुभयो होला, केही बुझ्नुभयो भने सहिलो हुन्छ है। यदि भन्दै मेरो बाणी यो गर्छु। ओम श्री कृष्ण गोविन्द हरे मुरारे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविन्द हरे मुरारे नाथ नारायण वासुदेव। कृष्णचन्द्र भगवान को, राधा रानी को, यज्ञ स्थापित संपूर्ण देवी देवता को, साम सदा शिव को उद्धार होस् भन्नु। पितृहरूको
समस्त पितृहरूको आयोजकर्ताको सहयोगकर्ताको जय हो। जय जय श्री राधे श्याम। ओम हर 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 महादेव शंभो कैलाशपति भोलेनाथ पार्वती पतय हर 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 शंभु। ओम पूर्णमद पूर्णमिदं पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शांति भन्नु, शांति शांति शांति।